त्यो चारवटा मजाले मिलाउनु पर्यो होइन। स्थानीय सरकार सञ्चालन ऐनबाट त एउटा आइहाल्छ। त्यहाँबाट अब शिक्षा सम्बन्धी अब विशेष गरी हामीले कहिलेकाहीँ चाहिँ अब आयोगमा शिक्षक सेवा आयोगको माध्यमिक तहमा अलिकति भूमि सम्बन्धी पनि सोधिएको थियो होइन। हामीलाई चाहिँ शिक्षा सम्बन्धी भनेको छ, त्यसैले शिक्षा सम्बन्धी कुराहरू पढ्नुपर्छ होइन। सजिलो छ, धेरै गाह्रो छैन। स्थानीय सरकार सञ्चालन ऐन 2074 शिक्षासँग सम्बन्धित मात्रै भनेर यहाँ राखेको छ। तपाईँहरूलाई याद पनि भइसकेको छ यसको, यो संविधानमा भएको कुरो होइन। संविधानमा के छ त भन्ने कुरा चाहिँ यहाँहरूले पढिसक्नु भएको। शिक्षा सम्बन्धमा संविधानमा के व्यवस्था छ भन्दा यो अनुसूचीमा भएको व्यवस्था पनि पढिसक्नुभयो हिजो, हो कि यसको अब के छ त, जस्तो सङ्घको अधिकार जम्मा चाहिँ 35, 25 अनि 15 अनि यहाँ 21 यहाँ 22 होइन। यो त हेरेको हामीले, ती मध्ये पनि 35वटा अधिकार मध्ये पनि शिक्षा सम्बन्धी चाहिँ के छ त, 35 भने त धेरै पर्छ नि त होइन, सबै अधिकार पर्छ। त्यो सबै अधिकार मध्ये हाम्रो शिक्षा सम्बन्धी चाहिँ के छ भन्दाखेरि शिक्षा सम्बन्धी सङ्घको अधिकार अनुसूची 5 के अरे अनुसूची 5 मा सबै अधिकार छ। त्यो मध्ये पनि शिक्षा सम्बन्धी यहाँनिर एउटा छ। एउटा त्यहाँ चाहिँ के भनेको छ भने केन्द्रीय विश्वविद्यालय, केन्द्रीय स्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन है, नियमन अनि केन्द्रीय पुस्तकालय छ। यसको सम्झने सूत्र भनेको केन्द्रीय, जहाँ जहाँ केन्द्रीय आउँछ त्यो केन्द्रको अधिकार, सङ्घ भनेको केन्द्र हो भनेर बुझ्ने। सङ्घको जम्मा अधिकार 35वटा हो, मैले लेखिसकेको छु त यहाँ। अनि केन्द्रीय भन्ने शब्द आएपछि त्यो सङ्घको अधिकार भनेको केन्द्र भनेको सङ्घ हो भनेर सम्झने है। केन्द्र भनेको ठुलो हो, सङ्घ हो, सङ्घभन्दा सानो प्रदेश हो। सङ्घ भनेको एउटा मात्रै सरकार छ, प्रदेश सरकार 7वटा छ होइन। प्रदेश सरकार 7वटा छ, 7वटा प्रदेशमा। अनि स्थानीय सरकार चाहिँ 753वटा छ है। तपाईँहरूलाई याद भएकै कुरो हो। ती साना साना कुरा के सरले भनिराख्यो होला भन्ने हुन्छ, कहिलेकाहीँ साना साना कुरामा पनि हामीले झुकिन्छौँ, नझुकिनु होला है। अब प्रदेशको अधिकार, अब केन्द्रीय भन्ने शब्द आउने बित्तिकै त्यो सङ्घको अधिकार भनेर लगाइहाल्ने हामीले। त्यसमा पनि एउटा विश्वविद्यालयको अधिकार छ, एउटा प्रज्ञा प्रतिष्ठानको अधिकार छ विप्र, अर्को मा भनेको मापदण्ड त्यही विश्वविद्यालयकै, मानी भनेको मापदण्ड र नियमन हो। अनि एउटा पुस्तकालय छ, त्यो पनि केन्द्रीय पुस्तकालय आयो भने त्यो सङ्घको अधिकार, प्रदेश पुस्तकालय भन्यो भने त्यो प्रदेशको अधिकार हुन्छ है। अब प्रदेशको अधिकार सम्झने पनि सूत्र यहाँ राखेको छु मैले, पुष्मा बिउ भन्ने। पुष्मा बिउ भनेको पुस्तकालय भनेको होइन, स भनेको सङ्ग्रहालय भने। यो प्रदेशमा शिक्षा सम्बन्धी अधिकार तपाईँले बुझ्नुपर्छ है। प्रदेशको शिक्षा सम्बन्धी अधिकार तलका मध्ये कुन चाहिँ हो कुन चाहिँ होइन भन्यो भने हामीले त्यो कुरो बुझ्ने। अब मापदण्ड भनेको होइन, मापदण्ड माथि नै आइहाल्यो, विश्वविद्यालयको मापदण्ड सङ्घले बनाउने, माको अर्थ छैन। अब बिउ भनेको चाहिँ एउटा विश्वविद्यालय हो, एउटा उच्च शिक्षा हो है त। बिउ भनेको एउटा विश्वविद्यालय हो, त्यो पनि कुन विश्वविद्यालय त, प्रदेश विश्वविद्यालय चाहिँ प्रदेशले हेर्छ, सङ्घ केन्द्रीय विश्वविद्यालय सङ्घले हेर्छ है त। सङ्घ र प्रदेशको साझा अधिकार तलका मध्ये शिक्षा सम्बन्धी कुन चाहिँ हो भन्यो भने माविबै भन्ने छ। माविबै भनेको मानव संसाधन विकास, विज्ञान प्रविधि र वैज्ञानिक अनुसन्धान। यो चाहिँ सङ्घ र प्रदेश दुइटैले हेर्नु पर्ने साझा अधिकारको रूपमा राखिएको छ होइन। तपाईँहरू के छ 112 जना हुनुहुँदो रहेछ। तपाईँहरूलाई यो यादै छ होइन, यसो बोल्नु त, तपाईँहरू लेख्नु त, तपाईँहरूलाई यादै छ है। तपाईँलाई याद छ भने म अगाडि जान्छु, किन यो कुरामा अल्झिने होइन। स्थानीय तहको अधिकार भन्यो भने स्थानीय भनेको आमा भनेर सम्झने। आधारभूत र माध्यमिक शिक्षाको अधिकार कसलाई छ त, फेरि यहाँ 22वटा अधिकार भनेको स्थानीय तहको सम्पूर्ण अधिकार 22वटा, त्यो मध्ये एउटा अधिकार आधारभूत र माध्यमिक शिक्षा हो। आधारभूत र माध्यमिक शिक्षाभित्र कतिवटा अधिकार छन्, फेरि 23वटा अधिकार छन् है। त्यो तपाईँहरूले यो 22 र 23 मा नझुकिनु होला। शिक्षा सम्बन्धी स्थानीय सरकारको शिक्षा सम्बन्धी
आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी अधिकार कतिवटा छन् भन्यो भने 23वटा छन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको अधिकार मात्रै भन्यो भने त्यो चाहिँ 22वटा छन् है त। संविधान अनुसार स्थानीय तहको अधिकार कतिवटा छ भन्यो भने 22वटा छ। अब संविधानले बोले अनुसार स्थानीय सरकार सञ्चालन ऐनले बोल्छ। स्थानीय सरकार सञ्चालन ऐनमा चाहिँ आधारभूत र माध्यमिक शिक्षाभित्र 23वटा अधिकार छन् भनेर सम्झनुपर्छ। 22 र 23मा नचुकिनु होला। तपाईँहरूलाई आउँछ होइन, छ भनेर भन्नुभएको छ। ल ठिक छ, कति गजब के भन्नुभयो। ल तपाईँहरूलाई त यो आयोग पनि काम लाग्छ। तपाईँहरू फेरि लाइसेन्स निस्किएको किन तनाव लिने भनेर लाइसेन्स निस्किएर मात्रै हुँदैन। अब हामी आयोगै पास गर्ने तरिकाले जानुपर्छ। अनि आयोग भने कस्तो हो भने फेरि परीक्षा आएपछि पढ्ने कुरा होइन है। आयोग भने परीक्षा आएर पढेर पास भइँदैन। परीक्षा नआउँदैदेखि थोरै तयारी, दिनको 1-2 घन्टा 2-3 घन्टा तयारी गर्दै जानुपर्छ, नत्र पास भइन्न है साथीहरू। आयोग भने त अर्कालाई टप्ने चिज हो क्या। अनि अर्कालाई टप्न त अगाडिदेखि पढ्नु पर्यो नि त। त्यही जाँच आउने बेला त जसले नै पढ्छ नि होइन, त्यतिखेर जसले नै पढ्छ। त्योभन्दा अगाडि नैदेखि हामीले तयारी गऱ्यौँ भने बल्ल अरूले टप्न सक्छौँ है त। अब सङ्घ प्रदेश र स्थानीय तहको अधिकार भनेको पखेसी पख भन्छ नि त होइन। सङ्घले गर्दाखेरि, सङ्घले गरिरहँदा प्रदेशले पख भन्छ, प्रदेशले गर्दा स्थानीयले पख भन्छ है। त्यसैले पखेसी भन्ने सूत्र छ। पखेसी भनेको पत्र पत्रिका, खेलकुद र शिक्षा, यो तिनटै अधिकार। शिक्षालाई तिनटै तहको साझा अधिकारभित्र पनि राखिएको छ हेर्नुहोस् है। त्यसैले शिक्षा, खेलकुद र पत्र पत्रिका चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकार हो। तपाईँले कुरो बुझिहाल्नु। यसमा कुनै कन्फ्युजन छ साथीहरू? कुनै कन्फ्युजन भयो? ल सोध्नु त। भन्नु छ, केही छ मेसेज गर्नु न। ल केही छैन जस्तो है, यसमा केही छैन। अब यो तपाईँहरूलाई कण्ठ भएको कुरा हो। यो हिजो पनि भने मैले, पहिलोमा आँप खाने भनेको थिएँ है। कहिलेकाहीँ सोध्छ है, प्रत्येक नागरिक कहिलेकाहीँ प्रत्येक नागरिक हो कि प्रत्येक व्यक्ति हो कि प्रत्येक समुदाय हो कि प्रत्येक नागरिकलाई एउटा आँप खुवाउने आधारभूत शिक्षामा पहुँच, प्रत्येक नागरिकलाई आधारभूत शिक्षासम्म अनिवार्य र निशुल्क प्लस माध्यमिक तहसम्म निशुल्क होइन। प्रत्येक नागरिकलाई हेर्नुहोस्, प्रत्येक नागरिकलाई कुन कुरो कुरा प्रत्येक नागरिकलाई भन्दा प्रत्येक नागरिकलाई आँप खुवाउने र प्रत्येक नागरिकलाई आनी मानी आधारभूत तहसम्मको शिक्षा अनिवार्य निशुल्क, माध्यमिक तहसम्मको शिक्षा निशुल्क। क्वेसन कसरी आउँछ भने तलका मध्ये संविधान अनुसार कुन तहसम्मको शिक्षा अनिवार्य छ भनेर आउँछ, अथवा अनिवार्य निशुल्क छ भन्छ। कुन तहसम्मको शिक्षा निशुल्क छ भन्छ। माध्यमिक तहसम्मको शिक्षा कस्तो छ भन्यो भने निशुल्क छ भन्नु पर्यो फेरि होइन। अब अपाङ्गता भएको र आर्थिक रूपले विपन्नलाई के गर्ने त? न्युसी होइन, हिजै मैले साथीहरूलाई भनेको न्युसी। अपाङ्गता भएको र आर्थिक रूपले विपन्नलाई न्युसी, निशुल्क उच्च शिक्षा भनेको। हेर्नुहोस् है, तपाईँहरूलाई थाहा छ यो। देब्रे भनेको दृष्टिबिनलाई ब्रेल लिपि है, दृष्टिबिनलाई ब्रेल लिपि। बहिरालाई के? बहिरा वा स्वर बोलाइलाई बसा, साङ्केतिक भाषाको माध्यमबाट। यहाँ चाहिँ निशुल्क शिक्षा मात्रै हो यिनीहरूलाई चाहिँ है त। यस्तै कुरामा नझुकिनु होला है। अनि 5औं नम्बरमा के छ त भन्दा बसोबास गर्ने प्रत्येक नेपाली समुदाय छ। यो चाहिँ बुझ्नुपर्छ। नेपाली यहाँ के छ? समुदायलाई। यहाँ चाहिँ प्रत्येक नेपाली व्यक्तिलाई होइन अथवा नागरिकलाई होइन, यहाँ समुदायलाई भनेको छ है। समुदायलाई चाहिँ मातृभाषामा शिक्षा पाउने, शैक्षिक संस्था खोल्ने, सञ्चालन गर्ने हक हुनेछ। यो कुरा तपाईँहरूलाई थाहा छ। यहाँ केही छ? ल एउटा क्वेसनको उत्तर दिनु त।
क्वेसन छ एउटा हैन, यो क्वेसनको उत्तर दिनु नि साथीहरु। ल सजिलो भइहाल्यो हैन, सजिलो भयो है। किनभने नेपालको संविधान अनुसार हैन, नेपालको संविधान अनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको अधिकार कसलाई छ भने चाहिँ स्थानीय तहलाई छ है। सजिलो भइहाल्यो। अरु अरु यहाँ क्वेसन राखिरहनु पर्दैन, तपाईहरु जान्ने नै हुनुहुन्छ। स्थानीय सरकार सञ्चालन ऐन स्थानीय सरकार सञ्चालन ऐन कहिले आयो भनेर सोध्यो भने 2074 सालमा आयो है। 2074 सालमा प्रमाणीकरण र प्रकाशन भयो। क्वेसन कसरी आउँछ त भन्दा स्थानीय सरकार सञ्चालन ऐन प्रमाणीकरण र प्रकाशन कहिले भयो भन्यो भने 74 629। सजिलो छ डेट चाहिँ है, 629 भन्ने डेट सजिलो छ। कसरी सजिलो छ भने योसँग अरु अरु कुरा पनि लिङ्क गर्न मिल्छ। हेर्नुस् कसरी लिङ्क गर्न मिल्छ थाहा छ। यहाँ 296 छ, 296 भनेको 296 नेपालको संविधानको धारा 296 को उपधारा 1 बमोजिमको व्यवस्थापिका संसदले बनाएको हो यो स्थानीय सरकार सञ्चालन ऐन। 296 भनेपछि यहाँ यसो गरेपछि यो यसलाई अब उल्टाइदिनुस् 629 हुन्छ। 629 यसरी पनि हामी याद गर्न सक्छौँ। हेर्नुस् है। अनि 296 लाई यो 9 बिचको काट्ने भने 26 आउँछ। यो 26 नम्बर ऐन हो। यो भनेको के हो? यो भनेको बुझ्नुभयो 2074 सालको ऐन नम्बर 26 भनेको के हो भन्दा गन्दै जाँदा 26 नम्बरमा पर्यो हैन। यो ऐन धेरैवटा ऐन बन्यो त्यो वर्ष 74 सालमा है। देश संहितामा गइसकेपछि धेरै ऐनहरू बने। त्यो ऐनहरू बन्दाखेरि यो 26 नम्बरमा पर्यो। यसरी सम्झिनु है त। कतिवटा छ यसको परिच्छेद दफा भन्यो भने यो छ 15 परिच्छेद 121 दफा 2 अनुसूची। ल अब शिक्षा सम्बन्धी चाहिँ कहाँ छ ल भन्नु त। शिक्षा सम्बन्धी व्यवस्था चाहिँ कहाँ छ ल भन्नु त। शिक्षा सम्बन्धी ल भन्नु त, कसले भन्नुहुँदो रहेछ हेरौँ। शिक्षा सम्बन्धी व्यवस्था चाहिँ कति परिच्छेदमा कति दफामा छ ल भन्नु त। ल सिर्जना राणाजीले 31 भन्नुभयो। 31 होइन है, 31 त संविधानको पो 31 त है। यहाँ चाहिँ परिच्छेद 3 है। अनि यो 2 काट्दिनु न बिचको, बाँकी रहन्छ 11 दफाको त्यो भित्र पनि 1 2 भन्ने छ, 2 को जमा छ। अब 11 ज पनि भनिदिन्छन् कहिलेकाहीँ है। 11 ज मात्रै आयो भने 11 ज पनि लाउने। दफा 11 मा छ। गुड। दफा 11 यो परिच्छेद दिएन भने दफा 11 मा आधारभूत र माध्यमिक शिक्षा भन्ने छ। यसरी क्वेसन सोध्छ है साथीहरु है। हेर्नु त स्थानीय सरकार सञ्चालन ऐन 2074 कुन मितिमा प्रमाणीकरण र प्रकाशन भयो भने सोध्छ। ल भन्नु त भर्खरै पढेको कुरो। हैन 2074 629 हो, भर्खरै पढेको है। भर्खरै पढेको कति नम्बर ऐन हो भन्यो भने कति नम्बर ऐन गन्दै जाँदा कति नम्बर ऐन हो 26 नम्बरको ऐन हो हैन। 26 नम्बरको ऐन हो। कति धारा नेपालको संविधानको धारा कति बमोजिमको व्यवस्थापिका संसदले बनाएको हो त यो है। व्यवस्थापिका संसदले बनाएको 296 है। ल तपाईहरुलाई कन्ठ भइसकेको छ। कतिवटा छ परिच्छेद, कतिवटा दफा, कतिवटा अनुसूची, कतिवटा छ यसमा भन्नु त।
भर्खरै हेरेको होइन, यही हो है। 15 परिच्छेद 121 दफा र 2 अनुसूची छ। ल अब त्यसको 11 को दफा 11 को 2 को जमा आधारभूत र माध्यमिक शिक्षा छ, आमा छ है, 11 वटा आमा। आमाका कतिजना बच्चा बच्ची? 23 वटा बच्चा बच्ची। हेर्नुहोस् यहाँभित्र 23 वटा अधिकार छ। यो आधारभूत र माध्यमिक शिक्षाभित्र 23 वटा अधिकार, 23 वटा बुँदामा अधिकार छ है, 23 वटा अधिकार। त्यो 23 वटा अधिकार के हो तपाईहरुले जान्नुपर्छ। अब 23 वटा अधिकार जान्नुपर्छ। 23 वटा अधिकारमा अलि इम्पोर्टेन्ट भनौँ साथीहरुलाई। यहाँ अब क्वेसन छ, त्यो क्वेसनतिर हामी नजाउँ अहिले है। अब मैले तपाईलाई सिधै कुरोमा लाएँ है, किनभने हामीले पढ्नुपर्ने धेरै छ। ल हेर्नु है, 23 वटा अधिकार परिच्छेद 3 को दफा 11 मा गाउँपालिका तथा नगरपालिकाको अधिकार छ। त्यो अधिकार मध्ये आधारभूत र माध्यमिक शिक्षाभित्र 23 वटा बुँदामा अधिकार छ। अरू अधिकारहरू पनि छन्। गाउँपालिका नगरपालिकाको यही शिक्षा सम्बन्धी मात्रै हो त अधिकार होइन नि, अरू भूमि सम्बन्धी अरू अधिकारहरू होइन, सबै छन् नि, धेरै छन् होइन। राजस्व सम्बन्धी ती धेरै अधिकार छन्। ती मध्ये आधारभूत र माध्यमिक शिक्षाभित्र 23 वटा अधिकार छन्, 23 वटा बुँदामा अधिकार छन्। अब सोध्छ तलका मध्ये कुन चाहिँ होइन, कुन चाहिँ हो होइन, त्यसै गरी कसको हो, यस्ता प्रश्नहरू सोधे हुन्छन्। तपाईलाई यहाँ अगाडि मैले राखेँ नि क्वेसनहरू है। ल अब हामी त्यतातिर नजाउँ क्वेसनतिर अहिले। 1 नम्बरमा अलि लामो अधिकार छ, हेर्नु लामो अधिकार छ। प्रारम्भिक बाल विकास शिक्षा, साना बच्चाहरूको अधिकार पनि स्थानीय सरकारलाई रहेछ। त्योभन्दा अलि ठुला आधारभूत शिक्षा, 8 कक्षासम्मको शिक्षा। अब यहाँ जोडिन्छ माध्यमिक शिक्षा, यहाँ छैन। हेर्नुहोस् तपाईहरु सोच्नु होला अब आधारभूत आएपछि माध्यमिक आउला भनेर। माध्यमिक तहको यहाँ अधिकार छैन। माध्यमिक तहको एउटा मात्रै अधिकार छ, त्यो अहिले म देखाउँछु तपाईलाई। माध्यमिक छैन। हेर्नुहोस् है, अब तपाईलाई क्वेसन सोध्छ तलका मध्ये है, तलका मध्ये स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति कानुन मापदण्ड चाहिँ के कुरामा बनाउन पाउँदैन है, कुन विषयमा बनाउन पाइँदैन स्थानीय सरकारले भन्यो भने माध्यमिक शिक्षाको नीति कानुन मापदण्ड बनाउन पाइँदैन। यहाँ माध्यमिक भन्ने छैन। हेर्नुहोस् यसरी विचार पुर्याउनु पर्छ, के छ के छैन त्यसरी विचार गर्नुपर्छ हामीले। यहाँ माध्यमिक भन्ने छैन। इसिडी छ प्रारम्भिक बाल विकास, त्योभन्दा माथि आधारभूत छ। अब ती आधारभूत भएपछि तिनीहरूका अभिभावकको कुरो छ। अभिभावक भएपछि अभिभावकले अनौपचारिक शिक्षा सिक्ने कुरा छ। कोही छुटपुट भयो भने खुल्ला वैकल्पिक शिक्षा छ। सामुदायिक सिकाइ केन्द्रहरू छ। विशेष शिक्षा छ, विशेष पनि छ अनौपचारिक पनि छ, खुल्ला तथा वैकल्पिक पनि छ, सामुदायिक सिकाइ पनि छ। आधारभूत शिक्षा छ, माध्यमिक शिक्षा छैन। उच्च शिक्षा पनि छैन। यहाँ उच्च भनेर कहिले उच्च शिक्षा भनेर आयो भने उच्च पनि छैन। हेर्नुहोस् हो भनेपछि यति प्रकारका शिक्षाको चाहिँ के भन्नु, निकामानी गर्ने। निकामानी के भने होला, निकामानी भनेको भन्नु होला है। निकामानी भनेको चाहिँ के होला? निकामानी भनेको चाहिँ नीति कानुन मापदण्ड डट 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 है नियमनसम्म गर्ने भनेको है। के को नीति बनाउन पाउँदैन भन्दा माध्यमिक तहको नीति बनाउन पाइँदैन। के को नीति बनाउन पाइँदैन? उच्च शिक्षासम्मको नीति बनाउन पाइँदैन। के को पाइन्छ त भन्दा आधारभूत तथा बाल विकास शिक्षा, आधारभूत शिक्षा के अरे बाल विकास शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, यसो सम्झिने हो यसलाई है। कुरो बुझ्नुभयो? यतिको चाहिँ निकामानी गर्ने है। भाइबरमा क्लास हुन्छ हुन्न भन्नुभयो साथीहरूले है। भाइबरतिर अब क्लास हुन्छ हुन्न भन्नुभयो, क्लास भइरहेछ। साथीहरूलाई मेसेज गरिदिनु होला है। निकामानी गर्ने 1 नम्बर बुँदा सक्यो। एउटा 23 वटा अधिकार मध्ये एउटा अधिकार सक्यो है साथीहरू, एउटा अधिकार सक्यो। अब अर्को तपाईहरुलाई थाहा छ यो नमुना क्वेसनमा राष्ट्रिय शिक्षक सेवा आयोगको 4 प्रकारका विद्यालय छन्।
स्थानीय सरकार सञ्चालन अनुसार 4 प्रकारका विद्यालय छ। सामसगुस है, सामसगुस, एउटा सामुदायिक, एउटा संस्थागत, अर्को गुठी, अर्को सहकारी। 4 प्रकारको विद्यालय यहाँ स्थानीय सरकार सञ्चालन ऐनमा राखिएको छ। सामसगुस यो भनेको सामुदायिक, संस्थागत, गुठी, सहकारी। यो 4 प्रकारको विद्यालय के गर्ने? स्थापना गर्न अनुमति दिने, सञ्चालन व्यवस्थापन नियमन गर्ने। भनेपछि तलका मध्ये कुन प्रकारको विद्यालय स्थानीय सरकार सञ्चालन ऐनमा छैन भन्यो भने यहाँ निजी भन्ने छैन। हेर्नुहोस्, निजी भन्यो भने छ त छैन, बोर्डिङ भन्यो भने छ त छैन, आवासीय भन्यो भने छ त छैन है, आवासीय भनेको छ त छैन। तर यहाँ प्रकार भन्यो भने के छ त भन्दा सामसगुस, सामुदायिक, संस्थागत, गुठी, सहकारी। बुझिरहनु भएको? भन्नु साथीहरु। गुठी भनेको गुठी पनि 2 प्रकारको हुन्छ, सार्वजनिक गुठी र निजी गुठी। एउटा समूह बनाएर त्यसको गुठीको ऐनै छ है, हामी ऐनमा पनि पढ्छौँ त्यो कुरो गुठीको। कुरो बुझ्नु तपाईले बुझ्ने भनेको 4 प्रकारका विद्यालयको अनुमति दिँदो रहेछ स्थानीय सरकारले भन्ने सम्झिने। अर्को एउटा सिटिभिटीको तालिम छ, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम। तालिमको है, तालिमको चाहिँ ट्रेनिङ भन्ने सम्झनु सकिहाल्यो। सिटिभिटीको ट्रेनिङ योजना बनाउन पाउँछ, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन गर्न पाउँछ। अर्को कुरा अब यहाँ तपाईलाई झुकाउने भनेको यहाँ हेर्ने, मातृभाषामा शिक्षा दिने विद्यालय भनेछ। मातृभाषा भने ठाउँ भोलि विदेशी भाषा भनेर आउला, विदेशी भाषा भन्ला, विदेशी भाषा होइन है। नेपाली भाषा भन्ला, नेपाली भाषा पनि भन्ने शब्द पनि छैन यहाँ है। राष्ट्रिय भाषा भन्ला, राष्ट्रिय भाषा पनि होइन। यसरी विचार गर्नुपर्छ कि मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति अनुगमन गर्ने। यसो सरसर्ती एकचोटि हेरेपछि बुझिहाल्नुहुन्छ। अब गाविस, गाविस भने के होला भन्नु होला? गावस, गाममा बस भनेको है। गावस भनेको गाविएको वा बन्द भएको विद्यालयको सम्पत्ति व्यवस्थापन गर्ने भने हो गावस भने है। अरूको सम्पत्ति व्यवस्थापन गर्नु पर्दैन, किनभने ऊ चलिरहेकै हुन्छ। किन सम्पत्ति व्यवस्थापन गर्नु पर्यो? एउटा कि विद्यालय गाभियो कि बन्द भयो भनी व्यवहारिसी हुने हो नि त। यो दुईटाको चाहिँ सम्पत्ति व्यवस्थापन गर्ने त्यो काम पनि कसको हो त भन्दा स्थानीय तहको हो। हामी पढ्दैछौँ यो कसको त भन्दा स्थानीय तहको काम कर्तव्य र अधिकार पढिरहेको छौँ अहिले। बुझ्नुभयो नि? त्यो परीक्षा 3 मा भएको काम कर्तव्य अधिकार हो। त्यो मध्ये अधिकार पढिरहेको छौँ। स्थानीय तहले के गर्न पाउने, के गर्न पाउने, गाउँपालिका नगरपालिकाले के गर्न पाउने भनेर यो गाउँपालिका नगरपालिकाको अधिकारभित्र पर्छ। वडाको छुट्टै छ फेरि। गाउँपालिका नगरपालिका भने त्यो गाउँको केन्द्र भन्ने बुझ्नुपर्छ, त्यहाँको कार्यपालिका बुझ्नुपर्छ है। अनि त्यो भित्र पनि साना साना के हुन्छन्, यसलाई वडागत रूपमा विभाजन गरेर हुन्छ। त्यो वडा कार्यालयको त्यहाँको वडा समितिको काम हुन्छ छुट्टै है। यो चाहिँ सिङ्गो गाउँपालिकाको त्यहाँको कार्यपालिकाको अधिकार हो। यो दुईटा समितिको गबे गर्छ। गबे भने थाहा छ? गठन व्यवस्थापन। दुईटा समिति, एउटा विद्यालय व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति है, एउटा विद्यालय व्यवस्थापन समिति। अर्को चाहिँ शिक्षा समिति, गाउँ वा नगर शिक्षा समिति। गाउँपालिका भए गाउँ शिक्षा समिति, नगरपालिका भए नगर शिक्षा समिति। कति सदस्य हुन्छ अरे गाउँ वा नगर शिक्षा समितिलाई? कसले भन्नुहुँदो रहेछ? 1 नम्बर हेरौँ त। नगर शिक्षा समिति कति सदस्य हुन्छ? गुड। कसले भन्नुभयो यहाँ? पदम पीबाट आउने नामले भन्नुभयो। पदम बुढाजी। ल अरू साथीहरूले पनि भन्नुभयो होइन? ठिक छ, उहाँहरूको पनि सबैले मिलाउनु भयो। 11 सदस्य हुन्छ होइन?
11 है, 11 साथीहरू नचुकिनु है। 11 सदस्य हुन्छ। जिल्ला शिक्षा समिति कति सदस्य हुन्छ भन्नु त? 13 पनि भ्याउनु भ्याउनु हो? 13 होइन है, 9 हो। 9 सदस्य है। ल विचार गर्नु पर्यो है साथीहरू। ल गबे भनेको गठन व्यवस्थापन गर्ने, दुईटा समितिको गठन व्यवस्थापन गर्छ। एउटा विद्यालय व्यवस्थापन समिति, अर्को गाउँ वा नगर शिक्षा समिति। यो दुईटा कुरा तपाईले बुझ्ने। अब एउटा बिना छ, बिना बिना हुनुहुन्छ नयाँ बिना। बिना भनेको विद्यालयको नामाकरण भने हो है, विद्यालयको नामाकरण भनेको। बिना भनेको विद्यालयको नामाकरण भनेको है। यो विद्यालय व्यवस्थापन समिति र गाउँ वा नगर शिक्षा समिति गबे भन्ने भइहाल्यो। अर्को एउटा सामुदायिक विद्यालयको मात्रै जग्गाको समिति लिन्छ, सम्पत्तिको अभिलेख राखिदिन्छ, संरक्षण व्यवस्थापन गर्छ सामुदायिक विद्यालयको मात्रै है। गुणस्तरको कुरो भइहाल्यो। शिक्षा कर्मचारीको दरबन्दी मिलान, यो चाहिँ दरबन्दी मिलान भन्ने सामुदायिक विद्यालयको मात्रै हुन्छ। शिक्षक र कर्मचारीको दरबन्दी मिलान भनेको एउटा विद्यालयमा धेरै दरबन्दी छ भने अर्को विद्यालयमा लाने है। अर्को विद्यालयमा विद्यार्थी संख्याको आधारमा हैन दरबन्दी मिलान गर्ने काम पनि कसको? स्थानीय सरकारको हो। अब अर्को विद्यालयको नक्साङ्कन भनेको म्यापिङ गर्ने, कहाँ विद्यालय खोल्न हुन्छ कहाँ खोल्न हुँदैन भनेर म्यापिङ गर्ने, अनुमति दिने, स्वीकृति दिने। अनुमति र स्वीकृतिमा फरक कुरो छ है। अनुमति भनेको अस्थायी हो, स्वीकृति भनेको थायी हो। थायी अनुमतिलाई स्वीकृति भनिन्छ, अस्थायी स्वीकृतिलाई अनुमति भनिन्छ है। कुरो बुझ्नुभयो? अबाट आउनेलाई अस्थायी, सबाट आउनेलाई थायी है। एउटा अब परीक्षा सञ्चालन व्यवस्थापन गर्छ कति कक्षासम्मको? आधारभूत तहको। यही माध्यमिक तहको भनेर आयो भने माध्यमिक तहको परीक्षा सञ्चालन अनुगमन व्यवस्थापन गर्दैन। कसको गर्छ त? 8 कक्षाको परीक्षा। कक्षा 8 को परीक्षा भनेको आधारभूत तहको परीक्षा हो। आधारभूत तह भनेको 8 कक्षासम्म हो। 8 कक्षाको परीक्षा कसले सञ्चालन गर्छ भन्यो भने स्थानीय सरकारले गर्छ। त्यो भनेको कसले भन्यो भने गाउँपालिका नगरपालिका। गाउँपालिका वा नगरपालिका। नगरपालिका भन्नाले नि फेरि महानगर, उपमहानगर, नगरपालिका बुझ्नुपर्छ हैन। स्थानीय सरकार भनेको त्यहाँ गाउँपालिका नगरपालिका। गाउँपालिका नगरपालिका भनेको सिङ्गो कार्यपालिका हो हैन। पुरै वडा समिति भन्यो भने त्यो भित्रको सानो अङ्ग हो फेरि हैन वडा समिति। त्यो वडा समितिको छुट्टै छ फेरि, यो वडा समितिको होइन। विद्यार्थी शिक्षावृत्तिको परीक्षण व्यवस्थापन यो वडा समितिको होइन, वडा समितिको छुट्टै छ। यो भने गाउँपालिका नगरपालिका हो, त्यहाँको कार्यपालिका बुझ्नुपर्छ है। छात्रवृत्तिको व्यवस्थापन गर्छ, ट्युसन कोचिङ जस्ता बाहिर हुने विद्यालयको अनुमति नियमन गर्छ, ज्ञान सिप प्रविधिको संरक्षण सम्वर्धन गर्छ। यो कुराहरू छ। पुस्तकालय वाचनालय, स्थानीय पुस्तकालय वाचनालयको सञ्चालन व्यवस्थापन गर्छ। अब मासनी भनेको थियो नि माध्यमिक तह भन्ने एउटा ठाउँ मात्रै आउँछ। हेर्नुहोस्, एक ठाउँमा मात्रै माध्यमिक तह आउँछ। माध्यमिक तह सम्बन्धमा त आधारभूत र माध्यमिक शिक्षा भनिए पनि एक ठाउँमा मात्रै माध्यमिक तह आउँछ। कहाँ आउँछ त भन्दा मासनी। हेर्नुहोस्, मासनी भनेको माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको स भनेको समन्वय, नि भनेको नियमन। यो दुईटा मात्रै गर्छ मासनी भने यो है। कुरो बुझ्नुभयो? मासनी भनेको माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन गर्ने। भोलि यहाँ उच्च शिक्षा भन्यो भने उच्च शिक्षासम्मको समन्वय र नियमन भन्नेलाई उच्च शिक्षा पर्दैन। उच्च शिक्षा भन्ने त स्थानीय सरकारको कहीँ पनि पर्दैन। यहाँ बुझ्नु नि के पर्छ त भन्दा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन चाहिँ पर्छ। शनि मासनी भनेर सम्झिने। लेखा पनि हेर्छ है। लेखा भनेको आय व्यय, विद्यालयको आय व्यय अनुशासन हेर्ने, राम्रोसँग राखेको छ कि छैन हेर्ने हैन, राम्रोसँग खर्च गरेको गरेन हेर्ने,
त्यो कुराहरू र 22 र 23 मा एउटा 23 मा अतिरिक्त क्रियाकलाप एक्स्ट्रा करिकुलर एक्टिभिटिज है एसिए हेर्ने र शिक्षक कर्मचारीलाई तालिम दिने यो काम पनि स्थानीय तह अथवा कसको हो गाउँपालिका वा नगरपालिका हो है यसको काम हो भनेर सम्झिनु तपाईलाई याद भयो कि भएन भन्नु त याद भयो एक सेकेन्ड भन्नु त 1 मिनेट भन्नु ल रिभिजन भयो है तपाईलाई पढिसक्नु भएको थियो त्यसमा रिभिजन भयो कि भएन भन्नु त ल भयो भन्नुभयो है बुझ्यो नि हैन अब एउटा क्वेशन छ यहाँ अब क्वेशनतिर लाग्यो है त क्वेशनतिर लाग्यो हेर्नु त स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार वडा समितिको काम कर्तव्य अधिकार कति दफामा छ भने वडा समितिको चाहिँ है वडा समितिको भने है गाउँपालिका नगरपालिका भने होइन वडा समितिको लौ जा जय होस् है 11 को ज भनिदिनु भयो है स्थानीय सरकारको शिक्षा सम्बन्धी अधिकार 23 वटा छ ठिक छ हो छुट्टा छुट्टै चाहिँ हुँदैन भन्नुभएको छ छुट्टा छुट्टै भनेको वडाको छुट्टै गाउँपालिका नगरपालिकाको छुट्टै हो छुट्टै छुट्टै छ यो चाहिँ 12 मा छ अब वडा समितिको काम चाहिँ कहाँ छ 12 मा छ दफा 12 मा दफा 12 मा धेरै अधिकार छ त्यो अधिकार मध्ये वडा समितिको मात्रै अधिकार हामीले शिक्षा सम्बन्धी अधिकार मात्रै हेर्ने वडा समितिको यो चाहिँ वडा समितिको अधिकार के हो त शिक्षा सम्बन्धी मात्रै फेरि अरु अधिकार पनि छ त्यसमा शिक्षा सम्बन्धी मात्रै हेर्ने हामीले बाल उद्यान भने थाहा छ बाल उद्यान भनेको बगैँचा बाल बगैँचा हैन खेल्ने ठाउँ के बालबालिकाले खेल्ने ठाउँ बनाउने अधिकार कसलाई रहेछ यो वडाले बनाउनु पाउने रहेछ हेर्नुस् वडा समितिको फेरि वडा अध्यक्षको होइन कहिलेकाहीँ वडा कार्यालय यता अप्सन दियो एकचोटि यस्तो क्वेशन थियो साथीहरु है विद्यालय ठाउँसारी गर्ने सिफारिस ठाउँसारी गर्ने सिफारिस को अधिकार कसलाई छ भनेको थियो है कसलाई छ भनेको थियो अनि वडा अध्यक्ष है वडा अध्यक्ष वडा समिति वडा कार्यालय वडा सचिव ल यस्तो यस्तो आयो अप्सन ल भन्नु त कुन हुन्छ होला कुन हुन्छ भन्नु त ल यसो कुन हुन्छ होला वडा अध्यक्ष भनेर छुट्टै कामै हुँदैन त्यो वडा समिति हो त्यो है शिक्षा सम्बन्धी वडा अध्यक्षले साइन पो गरेर दिने त तर यसको काम कसको हो त भन्दा वडा समितिको काम हो वडा समितिको है वडा समितिको काम गाउँपालिका नगरपालिका भनेको त्यहाँको कार्यपालिका बुझ्नुपर्छ कार्यपालिका बोर्ड बुझ्नुपर्छ है भने यहाँ चाहिँ यो भनेको वडा समिति बुझ्नुपर्छ है वडा भनेको वडा समिति त्यो वडा अध्यक्षले साइन पो वडा अध्यक्षको चल्यो त तर त्यहाँको समितिले छलफल गरेर दिने हो वडा कार्यालय भनेर पनि भन्नुभएको छ होइन है सिर्जनाजी होइन है बुझ्नुभयो कुरो वडा समिति भनेर बुझ्नुपर्छ है दफा 12 मा वडा समितिको काम भनेपछि त वडा समिति भनेर बुझ्नु पर्यो नि हो यो बाल उद्यानको व्यवस्था गर्ने भनेको त्यो पनि वडा समितिको काम वडा अध्यक्षको होइन
वडा सचिवको पनि होइन, वडा कार्यालयको पनि होइन है, वडा सदस्य भनेर आउला भोलि, वडा सदस्यको पनि होइन। कसको हो त? वडा समितिको काम हो। बुझ्नुभयो? अर्को यहाँ अलिकति तपाईँ झुकिनु होला। अघि यो अनौपचारिक शिक्षा कार्यक्रम भन्ने पनि आएको थियो नि, तर शिशु स्याहार भन्ने आएको थिएन। अनौपचारिकसम्म शिशु स्याहार जोडेर आयो भने त्यो शिशु स्याहार केन्द्र सञ्चालन व्यवस्थापन गर्ने पनि वडाले गर्न पाउँछ, वडा समितिले है, वडा समितिले हो। मैले भर्खर भने नि तपाईँलाई दिपा राईजी, इन्फर्मल एजुकेसन त लोकल लेभलको थियो नि भन्नुभयो हो, लोकल लेभलको थियो। त्यहीसँग अनौपचारिक शिक्षा कार्यक्रमसँग अघि चाहिँ नीति कानुन मापदण्ड बनाउने चाहिँ थियो। यहाँ चाहिँ के गर्ने भनेको छ त भन्दा सञ्चालन व्यवस्थापन गर्ने। नीति कानुन बनाउने चाहिँ गाउँपालिका नगरपालिकाले मात्रै पाउँछ, वडाले पाउँदैन नीति कानुन बनाउन। तर सञ्चालन गर्न चाहिँ अनौपचारिक शिक्षा कार्यक्रम प्रौढ शिक्षाहरू सञ्चालन गर्न चाहिँ वडाले नि पाउँछ। त्यसैले अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार है, शिशु स्याहार, बाल विकास यस्तो केन्द्रहरू व्यवस्थापन गर्न पाउँछ। अब अघि स्थानीय पुस्तकालय वाचनालय भन्ने नै आएको थियो, तर यो सँगै बाल क्लब भनेर जोडेर आयो भने, बाल क्लब बाल सञ्जाल भनेर जोडेर आयो भने त्यो चाहिँ वडाको पर्छ है। पुस्तकालय स्थानीय पुस्तकालय वाचनालय मात्रै बन्यो भने त्यो गाउँपालिका नगरपालिकाको पर्छ। त्योसँग के जोडियो त? बाल क्लब जोडियो, बाल सञ्जाल जोडियो भने त्यो वडाको पर्छ। कुरो बुझ्नुभयो? कसले बुझ्नुभयो भन्नु त? नबुझ्याले भन्नु त? नबुझ्याले हात उठाउनु है। नबुझ्या साथीहरूले हात उठाउनु होला। मैले अघि भने पुस्तकालय वाचनालय अघि पनि आएको थियो। स्थानीय पुस्तकालय वाचनालय बन्यो भने गाउँपालिकाको, त्योसँग के जोडियो त भन्दा बाल क्लब जोडेपछि चाहिँ बाल क्लब आएन, बाल क्लब बाल सञ्जाल जोड्यो भने चाहिँ त्यो वडाको पर्छ है। त्यो कुरा बुझ्ने। वडाको अरू काम पनि छ। अन्तर्विद्यालय र क्लब मार्फत खेलकुद कार्यक्रम गर्ने वडाको हो। यो धेरैचोटि सोधिरहेको क्वेसन हो। यो अन्तर्विद्यालय मार्फत क्लब मार्फत किन खेलाउनु पर्यो होइन? त्यो वडाले खेलाउँछ। वडालाई बाल मैत्री बनाउने काम पनि अब वडालाई भनेपछि त वडाले गर्छ, सकिहाल्यो। अर्को तपाईँहरूलाई थाहा छैन सिफारिस सम्बन्धी काम, यही सोधेको थियो एकचोटि। सिफारिस तथा प्रमाणित गर्ने काम भनेको यो वडा समितिको है। फेरि तपाईँ वडा अध्यक्षको हो भन्नु होला, वडा समितिको काम यो पनि। आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने। भोलि यहाँ आधारभूत भनेर ठाउँ माध्यमिक विद्यालय खोल्न सिफारिस गर्ने भनेर आयो भने माध्यमिक विद्यालय एकैचोटि खुल्दैन। माध्यमिक विद्यालय खोल्न एकैचोटि सिफारिस दिन मिल्दैन। कुरो बुझ्नु है, के हो रे? आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने। खोलेपछि विद्यालय थप्नु परेन कक्षा। 1 कक्षा खोल्यो, 2 कक्षा खोल्यो, 3 कक्षा खोल्यो, 4 कक्षा खोल्यो, 5, 6, 7, 8 कक्षा खोलेपछि 9 त थप्नु पर्यो नि। हो, 9 कक्षा थप्नु पर्यो भने थप गर्न पनि सिफारिस गर्ने काम वडा कार्यालयको हो। वडा कार्यालय होइन, वडा समितिको हो है। र विद्यालयको ठाउँसारी गर्न सिफारिस गर्ने 3टा छ। एउटा खोल्न, अर्को थप्न, अर्को ठाउँसारी गर्न विद्यालयको है। यो 3टा काममा खोल्न ओपन गर्न भयो, अनि क्लास अपग्रेड गर्न भयो, अपग्रेड गर्नलाई है, अनि स्पेस सार्नलाई है, ट्रान्सफर गर्नलाई है। यो 3टा काममा चाहिँ सिफारिस दिने काम कसले गर्ने रहेछ? वडा समितिले गर्ने रहेछ। कुरो बुझ्नुभयो? यहाँ कुरो बुझ्नु भएको छैन साथीहरूले? भन्नु त।
यो तीनटामा कुरो बुझ्नु भयो भएन? बुझियो भने बुझियो भनेर लेख्नु है। बुझिया छ कुरो, बुझिया छ है। ल बुझियो भन्नुभयो। हो यो तीनटा कुरा खोल्न, थप्न र ठाउँसारी गर्न, यो तीनटा काम गर्न कसले गर्छ? वडा समितिले गर्छ। वडा समितिको काम हो यो। एउटा काम दुईटा गाउँपालिकाहरू, दुईटा चाहिँ नगरपालिकाहरू मिलेर पनि, मिलेर दुईटा गाउँपालिका वा नगरपालिका मिलेर एउटै काम गर्न पाउँछन्, त्यसलाई भन्छन् साझेदारीमा काम गर्ने। केमा काम गर्ने रे? साझेदारीमा काम गर्ने। एउटा मात्रै काम गर्न पाउँछन् शिक्षा सम्बन्धी। एउटा एउटा क्वेसन छ, लेख्नु त ल, कसले मिलाउनु हुँदो रहेछ हेरौँ। सुनकुमारीजीले के भन्नुभयो? 1, 2, 9 चाहिँ के लेख्नु भएको भन्नुभएको छ। ल पढ्नु है त। ल यो एन्सर भन्नु त, साझेदारीमा केमा काम गर्न पाउँछ? त्यसलाई भन्छन् साझेदारीमा काम गर्ने होइन। दुईटा गाउँपालिका मिलेर, दुईटा नगरपालिका मिलेर दुईटैको लगानीमा एउटै काम गर्न पाउँछ। त्यहाँ चाहिँ शिक्षामा चाहिँ एउटा मात्रै काम गर्न पाउँछ, अरू थोक गर्न पाउँदैन। शिक्षा सम्बन्धी चाहिँ एउटा मात्रै गर्न पाउँछ, अरू अरू त धेरै थोक गर्न पाउँछ होइन। शिक्षा सम्बन्धमा चाहिँ एउटा मात्रै काम दुईटा गाउँपालिका मिलेर गर्न पाउँछ। त्यो के काम होला ल भन्नु? ल यहाँ 4वटा अप्सन छ, हेर है त साथीहरूले कति मिलाउनु भयो है। यहाँ 4वटा काम छ, त्यो मध्ये ल यसको राइट एन्सर चाहिँ नि साथीहरू कति थोरैले मात्रै मिलाउनु भएको छ है। क ख ग घ 4वटा अप्सनमा साथीहरूले दिनुभयो कि है। यसको राइट एन्सर चाहिँ नि के होला? राइट एन्सर क हो। कतिजनाको मिल्यो है? क हो है साथीहरू, क एन्सर। राइट एन्सर चाहिँ क हो। कतिजनाको मिल्यो? यो आधारभूत तथा माध्यमिक तहको प्राविधिक शिक्षाको सञ्चालन, प्रबन्धन र विकास हो। ल कतिजनाको मिल्यो? यही हो। यही मैले देखाए पनि थिएँ। गाउँपालिका तथा नगरपालिकाले आफ्नो सञ्चालन कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण भनेको के हो? पैसा कम लाग्ने भयो भनेको। पैसा कम लाग्छ, त्यसो गर्दाखेरि स्रोत साधनको अधिकतम उपयोग हुन्छ, स्रोत साधनको पनि राम्रो उपयोग हुन्छ, प्रभावकारी सेवा प्रवाह हुन्छ भने अन्य गाउँपालिका नगरपालिकासँग साझेदारी गर्न मिल्छ भनेको। त्यो भने बुझ्नुभयो? साझेदारी गर्ने, संयुक्त लगानी गर्ने भनेको के काममा त भन्दा त्यो 6 नम्बरमा चाहिँ त्यस्तो व्यवस्था छ शिक्षा सम्बन्धी आधारभूत र माध्यमिक तहको प्राविधिक शिक्षाको सञ्चालन गर्ने। ल कतिजनाले मिलाउनु भयो? मिल्यो, मेरो मिल्यो भन्नुभयो एकजनाले, सारा ठकुरी रोल नम्बर भनिरहेछ। ल उहाँले मेरो मिल्यो भन्नुभयो है। अब गाउँपालिका नगरपालिका हुन नि पूर्वाधार चाहिन्छ, थाहा छ? पूर्वाधार भएन भने जनसङ्ख्या मात्रै भएर हुँदैन, मान्छे मात्रै भएर जम्मा गरेर हुँदैन, सहर मात्रै बजार मात्रै बसेर हुँदैन। शिक्षा सम्बन्धी पनि पूर्वाधार पुगेको हुनुपर्छ। एउटा क्वेसन छ यहाँ हेर्नु त। अस्ति यसरी पढाउनु भएको थियो, मैले पढाएको होइन र यो त मैले पढाएको हो। अरू कसले पढाउनु पर्यो? छैन होला है, मैले पढाएपछि। ल गाउँपालिका नगरपालिका हुन पनि पूर्वाधार चाहिन्छ के? पूर्वाधार चाहिन्छ। पूर्वाधार भनेको थाहा छ नि? जनसङ्ख्या भएर मात्रै हुँदैन, भौतिक पूर्वाधार पनि चाहिन्छ। ल यहाँ एउटा क्वेसन के छ भने
यहाँ एउटा क्वेसन के छ भने स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार नगरपालिका हुनका लागि कस्तो पूर्वाधार चाहिन्छ? नगरपालिका हुनलाई कस्तो पूर्वाधार चाहिन्छ? साथीले मिलाइसक्नुभयो हैन? ल कति सजिलो भन्नुभएको छ। ठिक छ, यो नपढाए साथीहरू नि हुनुहुँदो रहेछ है। ठिकै भयो यो पढेर है। ल एउटा छ उच्च स्तरीय शिक्षाको सुविधा भएको, एउटा छ प्राविधिक शिक्षाको सुविधा भएको है, एउटा छ खेल मैदान भएको है, अर्को छ स्नातकोत्तर तहसम्मको अध्ययन संस्था भएको भन्ने छ। चारवटा अप्सन छ है हामीसँग। अब यो चारवटा अप्सन मध्ये कुन चाहिँ सही हो नगरपालिका हुनलाई? नगरपालिका नि 3 प्रकारको हुन्छ थाहा तपाईलाई। एउटा नगरपालिका, केही पनि जोडिए छैन यहाँ, नगर मात्रै। यो त उपमहानगर हुन्छ हेर्नुस्, अर्को उपमहानगर नगरपालिका। अनि अर्को महानगरपालिका हुन्छ के। नगरपालिकाले नि 3 वर्गमा बाँडिएको छ। महानगरपालिका है, नगरपालिका अनि उपमहानगरपालिका अनि महानगरपालिका यसरी बाँडिएको छ। नगरपालिका हुन छुट्टै वर्गीकरण चाहिन्छ। गाउँपालिकाबाट नगरपालिका हुनु पर्यो नि त। हो, गाउँपालिकाबाट नगरपालिका हुनलाई त धेरै पूर्वाधार चाहिन्छ। अनि नगरपालिका भएपछि त्यो स्तर उन्नति उपमहानगरपालिकामा हुनुपर्छ, अपग्रेड, अनि बल्ल महानगरपालिका हुन पाउँछ। गाउँपालिकाबाट के अरे नगरपालिका हुन खेल मैदान चाहिन्छ। कसको मिल्यो हेर्नु त। धेरै साथीहरूले उत्तर दिनु भएको छैन कि जस्तो लाग्यो। खेल मैदान पनि भन्नुभएको छ है। खेल मैदान खेल्न नगरपालिका जाने भनेर सम्झिनु है। खेल्न नगरपालिका नभइकन के अरे खेल मैदान नभइकन नगरपालिका बनाउनु पाइँदैन। कुरो बुझिहाल्नु। अर्को क्वेसन राखेँ ल। उपमहानगरपालिका हुन कस्तो पूर्वाधार चाहिन्छ? अहिले एकमुष्टमा देखाउँछु म तपाईहरुलाई। उपमहानगरपालिका हुन कस्तो पूर्वाधार चाहिन्छ? यो चाहिँ बिगार्न पाइन्न है। एकजना बिगार्नु भयो, अर्को 2 जनाले बिगार्नु होला। उपमहानगरपालिका होइन, खेल्न नगरपालिका जाने भनेको थिएँ। उपमहानगरपालिका नि उबाटै सुरु हुन्छ। उच्च स्तरीय शिक्षाको सुविधा भएको है, उच्च स्तरीय शिक्षाको सुविधा भएको उबाटै सुरु हुन्छ है। उच्च स्तरीय शिक्षाको सुविधा भएको यो एन्सर ओम बहादुर जी है, यो एन्सर है। उच्च स्तरीय शिक्षाको सुविधा भएको चाहिन्छ। अर्को क्वेसन छ। अर्को के छ? स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार उपमहानगरपालिका हुनलाई कस्तो पूर्वाधार चाहिन्छ? अहिले उच्च स्तरीय थियो र ऊ मिल्यो। ल भन्नु त। हेरौँ, यो पनि बिगार्न पाइन्न है। यो पनि बिगार्न पाइन्न साथीहरु। ल प्राविधिक शिक्षाको सुविधा भएको, प्राविधिक शिक्षालय भएको, यो र यसमा फरक छ है। यो दुईटामा फरक छ। संग्रहालय भएको, स्नातकोत्तर तहसम्मको अध्ययन संस्था भएको। गुड। प्राविधिक शिक्षाको सुविधा भएको, शिक्षालय होइन है। प्राविधिक शिक्षाको सुविधा भएको। उपमहानगरपालिका हुन प्राविधिक शिक्षाको सुविधा भए पुग्छ है। प्राविधिक शिक्षाको सुविधा मात्रै भए पनि पुग्छ। अर्को के छ त? महानगरपालिका हुनका लागि कस्तो पूर्वाधार चाहिन्छ? अब त मिलाउनुहुन्छ, पक्का मिलाउनुहुन्छ। अब त घ भइहाल्यो नि हैन? घ भइहाल्यो, किनभने खेल मैदान नगरपालिका नपा हैन,
उच्च स्तरीय शिक्षा यो दुईटा उपमहानगरपालिका यो महानगरपालिका भइगयो सो त भयो ल त्यसैले हेर्नुहोस् होला नगरपालिका हुनलाई खेल मैदान चाहिन्छ उपमहानगरपालिकामा भने उच्च स्तरीय शिक्षा र प्राविधिक शिक्षाको सुविधा प्राविधिक शिक्षाको सुविधा मात्रै भए पुग्छ महानगरपालिका हुन प्रास बास्ना है प्रास बास्ना प्रा भनेको प्राविधिक शिक्षालय भएको स भनेको सङ्ग्रहालय भएको बा भनेको बाल उद्यान भएको र स्नातकोत्तर तहसम्मको अध्ययन संस्था भएको बास्ना आउँछ महानगरपालिकामा भनेर सप्रा सप्रा बास्ना आउँछ भनेर सम्झिनु है गाउँपालिका त त्यसै गाउँपालिका हुन्छ गाउँपालिका हुनलाई केही मापदण्डै चाहिँदैन सो त गाउँपालिका भयो बुझ्नु नि गाउँपालिका हुन कुनै मापदण्डै चाहिँदैन केही पनि भएन डाँडा काँडा मात्रै भयो भने पनि गाउँपालिका बनिहाल्छ त्यो बुझ्नुभयो केही चाहिँदैन गाउँपालिका हुन सो त गाउँपालिका केही पनि छैन भने गाउँपालिका भयो के बुझ्नुभयो नि राजीवजीले ट्वाक्कै मिलाउनु भयो केही थप नमुना प्रश्नहरू छ तपाईँहरूले यो थप नमुना प्रश्नहरू पनि हेर्नु होला अब म अर्को युनिटमा गएँ अर्को युनिट भनेको तपाईँहरू कति कुरो बुझ्नुभयो यसमा स्थानीय सरकार सञ्चालन ऐनमा कति कुरो बुझ्नुभयो भन्नु त कुरो कतिको बुझ्नुभयो ल अब हामी शिक्षाको सङ्गठन र संरचना है शिक्षाको सङ्गठन र संरचना यहाँबाट नि क्वेसन आउँछ है साथीहरू संरचना र प्रकार भन्ने छ है शिक्षाको संरचना र प्रकार भन्ने छ हेर्नु है शिक्षाको संरचना र प्रकार भन्ने छ ल पढाउनु भएको जति बुझ्यो भन्नुभयो तपाईँलाई यो संरचना याद छ कि छैन पहिला भन्छु अनि मात्रै है ल यो तपाईँहरूलाई याद छ यति यो शिक्षाको संरचना यति याद छ याद छ है कसैलाई कन्फ्युजन छ भने भन्छु नत्र अगाडि बढौँ नत्र यो पढ्नै परेन है याद छैन भनिदिनु भन्नुभएको छ अनि नतोकी हालको भन्यो भने 8-4 भन्ने क्या है केही पनि भनेन भने 8-4 हो है केही पनि भनेन भने 8-4 भइहाल्यो नि 9-4 त यस्तो हुन्छ ठ्याक्कै 9-4 भनेर काहीँ पनि बोलेको छैन अब कहिलेकाहीँ 8-4 आएन भने 9-4 आयो भने त पनि लाउनु पर्ने हुन्छ है बुझ्नु नि यस्तो छ साथीहरू के अनुसार भन्छ त्यही अनुसार हुन्छ क्या साथीहरू ल यहाँ हेर्नु त यहाँ हेर्नुहोस् शिक्षा ऐनको 8औं संशोधन अनुसार शिक्षा ऐन अनुसार भन्यो भने यहाँ चाहिँ हेर्नुहोस् बाल विकासदेखि 8 कक्षासम्म भन्यो नि वर्ष चाहिँ 9 हुन्छ वर्ष 9 + 4 हुन्छ यो शिक्षा ऐन अनुसार भयो तर हामीले 9-4 प्राय भन्दैनौँ के अनि राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार भन्यो भने यो 1 वर्षको प्रारम्भिक बाल विकास शिक्षा अनि 8 वर्षको अनि 4 वर्षको यसरी छ है ठ्याक्कै संरचना चाहिँ त्यसरी अहिलेसम्म छुट्याएको छैन यो 1 कक्षालाई चाहिँ खासै कक्षामा यो 1 भनेको बाल विकासलाई कक्षा मानिँदैन यो पूर्व तयारी मात्रै हो बुझ्नुभयो नि यो 9 वर्ष लाए पनि
संरचना चाहिँ 8+4 हो बुझ्नु नि। त्यसैले यो खासै कक्षा मान्दैन कि बाल विकासलाई त्यो एउटा संरचनामा त्यसरी त्यो पूर्व तयारी कक्षाका रूपमा मात्रै राखेको छ हैन। यसलाई हेर्दाखेरि चाहिँ 9 वर्ष लाग्यो पनि वर्ष कति बन्यो भने यो चाहिँ 9 वर्ष लाग्यो हेर्नुहोस्, आधारभूत तहमै 9 वर्ष लाग्यो। तर कक्षा कति भन्यो भने त कक्षा त फेरि एक कक्षाबाट मात्रै कक्षा सुरु हुन्छ हेर्नुहोस्। है एक कक्षाबाट मात्रै कक्षा सुरु हुन्छ। त्यसैले खासै त्यो बाल विकासलाई कक्षाको रूपमा मानिएको छैन है। त्यसरी सोध्यो भने बागमती प्रदेशले प्रासमा सोधिसक्यो हो 8+4 भनेर बुझ्नुभयो नि। संरचनामा 8+4 बागमती प्रदेशले हालको संरचना कस्तो छ भन्दाखेरि 8+4 एन्सर आउने गरी सोधेको थियो। हिजो अस्ति रिजल्ट भयो बुझ्नु नि, हिजो अस्ति मात्रै रिजल्ट भयो। यसलाई हामीले शिक्षा ऐन अनुसार 8औं संशोधन अनुसार भनेर 9+4 पनि दियो अनि 8+4 पनि दियो भन्यो भने त फेरि यो लाउनु पर्यो। तर फेरि यो 9+4 दिएन भने 8+4 लाउनु पर्यो। अब भरे 8+4 नदेला यो लाउनु पर्यो। कन्डिसन अनुसार लाउनु पर्ने हुन्छ। किनभने यति नै हो भनेर संरचनामा बोले होइन। वर्ष चाहिँ 9 वर्ष लाग्छ आधारभूत तहमा। यहाँ हेर्नुहोस् है, बाल विकासदेखि 8 सम्म भनेपछि 9 वर्ष लागेन, वर्ष चाहिँ 9 वर्ष लाग्यो। तर यो बाल विकास खासै कक्षाका रूपमा मानिँदैन बुझ्नु नि। यो कक्षा होइन, कक्षा त 1 बाट पो सुरु भयो त है। यो भनेको बेस लाइन मात्रै हो, त्यसरी हामीले बुझ्नुपर्छ। ल यो कण्ठ छ तपाईँहरूलाई, यो भन्नै परेन, सकिहाल्यो होइन त। यो भन्नु पर्दैन किनभने यो अस्ति नै पढाइसकेका कुरा हो। अर्को राष्ट्रिय उद्देश्य हिजो हेरेको। त्यसपछि बाँकी रह्यो सङ्घीय स्वरूपमा शिक्षाको व्यवस्थापन। यो पनि तपाईँहरूलाई कण्ठै छ। यिनीहरू पनि पढाएको है मैले। युनिट 7 बाट पढाउन अस्तिको दिनमा मात्रै इन्द्रले पढाउनु। यो तपाईँहरूलाई सङ्घ अन्तर्गतका कार्यहरू, के अरे प्रदेश अन्तर्गतका शिक्षाका संरचनाहरू अनि स्थानीय तह अन्तर्गत चाहिँ के छन् यो थाहा छैन। सङ्घ अन्तर्गतका कार्यालयहरू हेर्नु है, 3 तहको सरकार छ भनेको थिएँ नि अघि मैले। एउटा सङ्घ, अर्को प्रदेश, अर्को स्थानीय तह। यो 3टा सरकार छ। 3टा सरकार भएपछि 3 किसिमको संरचना छ हेर्नुहोस्। 3 किसिमको संरचना छ। 3 किसिमको संरचना भनेको सङ्घ अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छ हेर्नुहोस्। मन्त्रालयको नाम भन्न नि अलि अप्ठ्यारो तपाईँहरूलाई पहिला अप्ठ्यारो लाग्छ हेर्नु। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छ। अर्को त्योभन्दा मुनितिर विभाग छ हेर्नुहोस्। त्यसलाई पहिला विभाग भनिन्थ्यो, अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भनिन्छ। अब ती अन्तर्गतका कार्यालयहरू पाठ्यक्रम विकास केन्द्र छ, पाठ्यक्रम हेर्ने कार्यालय है। अब शिक्षकको सिट रोल अनि विधा अनि सेवा सुविधा दिने राष्ट्रिय किताबखाना शिक्षक, पहिला शिक्षक किताबखाना भनिन्थ्यो, त्यो कार्यालय छ। गुणस्तर हेर्ने शैक्षिक गुणस्तर परीक्षण केन्द्र छ। अर्को सबभन्दा सानो इकाइ, यो चाहिँ सङ्घको कार्यालय हो। इकाइ भनेको कसको कार्यालय हो? सङ्घको कार्यालय, केन्द्र सरकारको कार्यालय हो। यो सङ्घीय सरकारको सबैभन्दा सानो इकाइ भनेर शिक्षा विकास तथा समन्वय इकाइलाई बुझिन्छ। क्वेसन सोधेको छ एकचोटि, यो शिक्षा विकास तथा समन्वय इकाइको है सोधेको क्वेसन हो यो। साथीहरू कुरो बुझ्नु होला, शिक्षा विकास तथा समन्वय इकाइको यो क्वेसन सोधेको छ। यसमा कुनै कन्फ्युजन छ तपाईँहरूलाई? प्रदेशभित्र शिक्षा सम्बन्धी काम गर्ने के छ भन्यो भने साबिता एउटा सामाजिक विकास मन्त्रालय छ। सामाजिक विकास मन्त्रालयभित्र शिक्षा विकास सानिता भन्ने हुन्छ। शिक्षा विकास निर्देशनालय छ, निर्देशनालय र तालिम केन्द्र छ हेर्नुहोस्। निता एउटा निर्देशनालय, एउटा तालिम केन्द्र। शिक्षा तालिम केन्द्र
अच्छा, सदस्य कति भन्नुभएको छ? सदस्य हुँदैन नि त्यहाँ त। यहाँ त कति कति कर्मचारी हुन्छन् भन्यो भने चाहिँ भन्नु है। प्रदेशको कार्यालय भनेको तालिम केन्द्र हो। तालिम केन्द्र हो र निर्देशनालय हो। स्थानीय तहको काम भनेको शिक्षा महाशाखा वा शाखा हुन्छ। तपाईँले यो चाहिँ जान्नुपर्छ बरु पढ्नु है। कुन चाहिँ भने यो चाहिँ जान्नुपर्छ बरु, कहिले स्थापना भयो, कतिजना दरबन्दी छ, कतिवटा महाशाखा छ, कतिवटा शाखा छ, यस्तो चाहिँ जान्नुपर्छ बरु है। यो जान्नुपर्छ। यो आउँछ आउँदैन तपाईँहरूलाई? आउँछ? जान्नुपर्छ है, यो यिनीहरू चाहिँ जान्नुपर्छ। यो तपाईँलाई नोट पनि मैले पेजमा नि राखेको छु यो है। कतिजना सदस्य हुन्छन्, के अरे कतिजना दरबन्दी हुन्छ, बिल्कुल आउँदैन भन्नुभएको छ। ल बिल्कुल बिल्कुल, ल अब बिल्कुल नआएपछि त बर्बाद भइहाल्यो नि। मन्त्रालय, शिक्षा मन्त्रालय भन्छौँ। मन्त्रालयको नाम अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छ। आउँछ सर यो त भन्नुभएको छ। ल कतिजनाले पढिसक्नु भएको छ, कतिजनाले पढ्नु भएको छैन। यो स्थापना कहिले स्थापना भयो भन्दा 7 सालमा शिक्षा मन्त्रालयको स्थापना हो। 7 साले शिक्षा मन्त्रालय हो। 74 चैतमा 1 गते नाम परिवर्तन भएर अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय भन्ने छ। यो मन्त्रालय नाम शिक्षा मन्त्रालय हो। 185 सबभन्दा धेरै दरबन्दी भएको कार्यालय मन्त्रालय यही हो। हेर्नुहोस्, शिक्षा मन्त्रालय। यहाँ शिक्षा सम्बन्धी कार्यालयहरूमध्ये सबभन्दा धेरै दरबन्दी भएको शिक्षा मन्त्रालय। 7 सालमा स्थापना भएको भएर 7वटै महाशाखा छ। सजिलो छ, हेर्नु न, यसरी याद गर्ने हो कि 7 सालमा स्थापना भएको कार्यालयको 7वटै महाशाखा छ। महाशाखा के छ भन्दा साप्रा बिउ यो विपा भन्ने महाशाखाहरू छन्। सर्टकटमा त्यो हो, साप्रा बिउ यो विपा भन्ने है। यसरी यसरी हेर्नुपर्छ कि हामीले। शिक्षा तथा मानव स्रोत विकास केन्द्र भन्ने पहिलाको विभाग हो। विभाग विभाग भनेको 56 सालमा स्थापना भयो। जेठको 9 गते स्थापना भयो। जेठमा नाम परिवर्तन भयो। 75 सालमै नाम परिवर्तन भएर यो नाम बन्यो। 101 वटा शाखा छन् यसको। सैमा भन्ने 3टा महाशाखा छन् है। 101 वटा दरबन्दी, 3टा महाशाखा छन्। यसरी यसरी हेर्नु पर्ला। पाठ्यक्रम विकास केन्द्र भन्यो भने पाठ्यक्रम सम्बन्धी सबै काम गर्ने कार्यालय हो पाठ्यक्रम विकास केन्द्र। पाठ्यक्रम सम्बन्धी सबै काम गर्ने कार्यालय कुन हो? पाठ्यक्रम विकास केन्द्र। 28 सालमा स्थापना हो। 5/5मा स्थापना भयो। भदौ 5 गते स्थापना भएको। त्यही भएर 5/5 दरबन्दी छ। हेर्नुहोस्, सबै बराबर छ यसको है। 5/5 दरबन्दी, 5/5मा स्थापना, 11 वटा शाखा। यहाँ पनि 1/1, यहाँ 5/5, यहाँ पनि 5/5। यसरी सजिलो छ है। एउटा छ किताबखाना। अहिले पहिला शिक्षक किताबखाना भनिन्थ्यो। हेर्नुहोस् है, कुरो बुझ्नुहोस्। शिक्षक किताबखाना ताचलमा छ। यो शिक्षकको सेवा सुविधा दिने, बिरामी बिदाको हिसाब गर्ने, पैसा सिसा दिने, तलबी विवरण पारित गर्ने, त्यो काम गर्ने है। अहिले शिक्षकको अभिलेख राख्ने कार्यालय भनेर शिक्षक किताबखाना, शिक्षकको किताब हो के त्यो, शिक्षकको अभिलेख राख्ने किताब हो। त्यही भएर किताबखाना भनेको। अब शिक्षक किताबखाना भन्ने थियो, यसलाई अहिले राष्ट्रिय किताबखाना भन्ने एउटै राखेको छ। किताबखाना जतिलाई एउटैमा राष्ट्रिय किताबखाना। शिक्षकको राख्नेलाई शिक्षक भनेको छ, निजामतीको राख्नेलाई निजामती भनेको छ है, निजामती। प्रहरीको राख्नेलाई प्रहरी भनेको छ। शिक्षक किताबखानालाई नाम परिवर्तन भएर अहिले राष्ट्रिय किताबखाना छ। यो ताचल काठमाडौँमा छ। अरू अरू कार्यालय तपाईँहरूले पढ्नु होला है, यो पढ्नु होला, आउन सक्छ है त। यो सबै कार्यालयहरू, यो सबैको काम कर्तव्य र अधिकार पनि जान्नुपर्छ। हेर्नुहोस्, यो जानिराख्नु होला है। अब तपाईँलाई इन्चन घोषणा माविले पढ्नु आधारभूतले पढ्नु पर्दैन कि जस्तो लाग्यो। हेरौँ है।
के भयो यसको? यो त ह्याङ भयो त। इन्चन घोषणा पढ्नुपर्छ ल। इन्चन घोषणा ल। इन्चन घोषणाको बारेमा के थाहा छ तपाईँहरूलाई? इन्चन घोषणा दिगो विकासको बारेमा के थाहा छ भन्नु त? अस्ति नै पढाइसकेर चाहिँ मैले त पढाएको कुरो यहाँ छ ल। सबैका लागि शिक्षा सम्बन्धी पहिलो सम्मेलन कहाँ भएको थियो? सबैका लागि शिक्षा सम्बन्धी पहिलो सम्मेलन कहाँ भएको थियो? सबैका लागि शिक्षा सम्बन्धी पहिलो घोषणा पहिलो सम्मेलन कहाँ भएको थियो भने जोमटिनमा भएको थियो। कति गजब ल, मिलाउनु भइहाल्यो साथीहरूले। जोमटिनमा भएको थियो है। सबैका लागि शिक्षा सम्बन्धी पहिलो सम्मेलन कहाँ भएको थियो? जोमटिनको, थाइल्यान्डको जोमटिनमा भएको थियो। अनि दोस्रो सम्मेलन कहाँ भएको थियो भने डकारमा भएको थियो, सेनेगल है, डकारमा भएको थियो। तेस्रो कहाँ भएको थियो भने इन्चोनमा भएको थियो। यसैलाई भनिन्छ इन्चोन घोषणा है। इन्चोनमा भएको थियो, त्यही भएर यसैलाई के भनिन्छ? इन्चोन घोषणा भनिन्छ। इन्चोन घोषणा केसँग सम्बन्धित छ भन्यो भने सबैका लागि शिक्षासँग सम्बन्धित छ। तपाईँलाई कण्ठ छ यो याद गर्ने। सबैका लागि शिक्षा सम्बन्धी पहिलो घोषणा पहिलो सम्मेलन कहाँ भएको थियो भन्यो भने त्यो जान्नुपर्छ। एउटा देऊ साथीहरूलाई। यसको अलिक बढी महत्त्वपूर्ण भनेको एसएसडिपी को बारेमा के थाहा छ साथीहरूलाई? एसएसआरपी को बारेमा के थाहा छ? दिगो विकासको कतिवटा लक्ष्य छन् थाहा छ? ल यहाँ मैले देखाउनु खोजेँ साथीहरूलाई यो 17 वटा। गजब हो। 23 वटा होइन है, 17 वटा। थाइल्यान्डको जोमटिन के भन्नुभयो? जोमटिनको थाइल्यान्ड भन्नुभयो। थाइल्यान्डको जोमटिन है। ल तपाईँले के बुझ्नुपर्छ भने यो एसएसडिपी र एसएसआरपी को अलिक बढी कुरो बुझ्नुपर्छ। विद्यालय क्षेत्र सुधार योजना भनेर एसएसआरपी भनिन्छ। एसएसआरपी भनेको स्कुल सेक्टर रिफर्म प्लानलाई एसएसआरपी भनेर भनिन्छ है। एसएसआरपी भनिन्छ स्कुल सेक्टर डेभलपमेन्ट प्लान भनेर एसएसडिपी भनिन्छ। हेर्नुहोस्, एसएसडिपी र एसएसआरपी को कुरो यो तपाईँले बुझ्नुपर्छ है। एसएसआरपी र एसएसडिपी को कुरो बुझ्नुपर्छ। एसएसआरपी भनेको 2009 देखि 2015 सम्म चलेको थियो। एसएसडिपी भनेको 16 देखि 23 सम्म चल्दैछ। अहिले चालुमै छ एसएसडिपी है, चालु छ। यसको खर्च जान्नुस् है। एउटा 40 मिलियन अमेरिकी डलर 7 वर्षे खर्च र 26 मिलियन अमेरिकी डलर यो 5 वर्षे खर्च। यो प्राविधिक सहायक गण्डकी प्रदेशमा यो क्वेसन सोधेको थियो। 10.58 बिलियन अमेरिकी डलर यो चाहिँ एसएसडिपी को खर्च हो। यसको 30 वटा सूचक छन्। सूचक सम्झिनु। यसको 15 वटा छन्। 15 यसको एसएसआरपी को 15 भनेर सम्झिनु सूचक। एसएसडिपी को 30 वटा छन् सूचक है। यसरी सम्झिनु होला। यो एसएसडिपी एसएसआरपी को कुरो यहाँ सकियो है। अब तपाईहरुलाई के बाँकी रह्यो? केही बाँकी छैन हैन।
2 युनिटमा ल 2 युनिट हेर है साथीहरु। युनिट 3 को सरसर्ती भनिदिनु नि सर, पुष्प सरले पढाउनु भयो भन्नुभएको छ। 3 युनिट पनि हेरौँला। राष्ट्रिय शिक्षा नीति त 13 वटा नीतिगत उद्देश्यको कुरा भइहाल्यो। दिगो विकासको 17 वटा लक्ष्य है, 17 वटा लक्ष्य। 3 युनिट बुझ्नु पर्यो। 3 कि 2 ल भन्नु। 3 भनौँ कि 2 भनौँ ल भन त। 2 वटै जाउँ ल। 2 वटै जाउँ। 3 भोलि गरौँला नि, के छ त हैन। समावेशी शिक्षा। समावेशी शिक्षामा अलि बढी बुझ्नुपर्ने यो विशेष शिक्षा र समावेशी शिक्षा है साथीहरु। क्रमशः जाउँ न, क्रमशः हैन। समावेशी शिक्षामा अलि बढी बुझ्नुपर्ने हामीले के हो भन्दाखेरि एउटा विशेष शिक्षा, एउटा समावेशी शिक्षा कुरो बुझ्ने है साथीहरु। विशेष र समावेशीमा छुट्टै छुट्टै कुरो छ। विशेष शिक्षा भने फरक हो, समावेशी शिक्षा भने फरक हो। कुरो बुझौँ है। यहाँ हेर्नुस् त, विशेष शिक्षा र समावेशी शिक्षा भने फरक कुरा हो। के फरक हो भन्नु होला है। विशेष शिक्षा र समावेशी शिक्षामा के फरक हो भन्नु होला। विशेष भन्यो भने यहाँनिर विशेष प्रकार र निश्चित माध्यम भन्ने आउनुपर्छ। छुट्टै समूहमा राख्ने कुरो हो। छुट्टै समूह, जस्तै आँखा नदेख्नेलाई एउटा समूहमा राख्ने, दृष्टिबिनलाई है। बहिरालाई छुट्टै राख्ने, बहिरा बालबालिका छुट्टै राखेर पढाउने, स्कुलै छुट्टै बनाउने। अनि सुस्त श्रमणलाई छुट्टै राख्ने है। अनि शारीरिक अपाङ्गता भएकोलाई छुट्टै राख्ने, यसलाई भनिन्छ विशेष शिक्षा है। विशेष प्रकारबाट दिनेलाई विशेष शिक्षा भनिन्छ। गजब कुरो गर्नुभयो रञ्जित सरले है। विशेष प्रकार र निश्चित माध्यम, माध्यम पनि यिनीहरूको फरक हुन्छ। दृष्टिबिनलाई ब्रेल लिपिबाट पढाउनु पर्यो नि त, ब्रेल लिपि है, ब्रेल लिपिबाट पढाउनु पर्यो। बहिरालाई साङ्केतिक भाषाको माध्यमबाट पढाउनु पर्यो, साङ्केतिक हो। यसरी छुट्टै छुट्टै राखेर पढाउनेलाई के भनिन्छ, विशेष शिक्षा भनिन्छ है। समावेशी शिक्षा चाहिँ ऐनमा भएको कुरो, शिक्षा ऐनमा लेखेको कुरो है, मैले भने होइन। शिक्षा ऐनमा यस्तै व्यवस्था छ। यो चाहिँ कस्तो गर्ने भने नियमित शैक्षिक पद्धतिको अधीनमा राखेर पढाउने। र सा आ भौ, यहाँ 3टा शब्द छ। सा आ भौ, एउटा सा, अर्को आ, अर्को भौ। समावेशी शिक्षा भने चाहिँ समावेश गर्ने भने हो, सबैलाई समावेश गर्नेलाई समावेशी शिक्षा भनेर भनिन्छ।
यो सामाजिक आर्थिक भौगोलिक कारणले पछाडि परेकालाई विभेद रहित वातावरण विभेद नगरिकन भेदभाव नगरिकन दिइनेलाई समावेशी शिक्षा भनिन्छ। यो चाहिँ नियमित जस्तै अरूसँगै राखेर पढाउने हो। समावेशी शिक्षा चाहिँ एकै ठाउँमा राखेर दिने चाहिँ समाहित शिक्षा है, समावेशी शिक्षा। विशेष ठाउँमा राखेर छुट्टै ठाउँमा राखेर पढाइयो भने त्यो विशेष शिक्षा, एकै ठाउँमा राखेर पढाइयो भने त्यो चाहिँ समावेशी शिक्षा। कुरो बुझ्नुभयो? अब भोलि यसरी आउँछ क्वेसन, डट 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 कारणले पछाडि परिएका बालबालिकालाई विभेद रहित वातावरण दिने शिक्षालाई समावेशी शिक्षा भनिन्छ। क नम्बर सामाजिक है, ख नम्बर आर्थिक है, ग नम्बर राजनैतिक है, घ नम्बर क र ख दुवै। ल के हुन्छ आन्सर? राजनीतिक रूपले पछाडि परेकालाई विभेद रहित वातावरण दिइने शिक्षा समावेशी शिक्षा हो र होइन? हो, यसरी यसरी कुरो बुझ्नुपर्छ है। राजनीतिक रूपले पछाडि होइन, साभौ त्यही भएर भने साभौ। साभौ भनेको सामाजिक रूपले पछाडि परेकालाई विभेद रहित वातावरण दिने, आर्थिक रूपले पछाडि परेकालाई विभेद रहित वातावरण दिने, भौगोलिक रूपले पछाडि परेकालाई विभेद रहित वातावरण दिने, त्यसैले साभौ भनेको। कुरो बुझ्नुभयो? साभौ भनेको त्यो हो है, साभौ भनेको त्यो हो। अब अरू तपाईँहरूलाई थाहा छ कि छैन विशेष शिक्षा परिषदको कुरो? विशेष शिक्षा परिषदको कुरो थाहा छ? विशेष शिक्षा परिषद कति सदस्य हुन्छ? ल भन्नु त। गजब। ल 12 सदस्य हुन्छ। 12। अध्यक्ष को हुने? अध्यक्ष परिषद भनेपछि अध्यक्ष को हुन्छन्? हिजो मैले भने परिषदको अध्यक्ष को हुन्छ है? सीमाराम हुने। सीमाराम भनेको शिक्षा मन्त्री वा राज्य मन्त्री हुने है। सीमाराम भनेको शिक्षा मन्त्री वा राज्य मन्त्री हुन्छन् है। विशेष शिक्षा परिषद भनेको 3 वर्ष पदावधि हुन्छ है। 3 वर्ष पदावधि हुन्छ। यसरी कुरो बुझ्नुपर्छ। अब यहाँ धेरै बुझ्नुपर्ने कुरो विशेष शिक्षा नीति 2053 को नीति छ है। अब यो मापदण्ड हामी अर्कोमा नि पढ्छौँ। बहुभाषी शिक्षा कमरेड झापा सुधारा भन्ने त तपाईँहरूलाई फर्मुला अस्ति नै भनिसकेको छु मैले। विशेष शिक्षा सम्बन्धी सम्मेलनलाई सालामाङ्का सम्मेलन भन्छन्, थाहा छ छैन साथीहरूलाई? सालामाङ्का सम्मेलन भन्छन्, थाहा छ? सालामाङ्का सम्मेलन। सालामाङ्का सम्मेलन केसँग सम्बन्धित छ भनेर भन्यो भने समाजिक शिक्षा लागू भएको जिल्लाहरू भने चाहिँ बाउकासी जाउँ भन्ने हो। बाँके है, उदयपुर, काभ्रे र सिन्धुपाल्चोक। बाउकासी जाउँ है। बाँके, उदयपुर, काभ्रे र सिन्धुपाल्चोक है। विशेष शिक्षाको सम्मेलन कहिले भयो? सुरुवात कहाँबाट भयो भन्यो भने सालामाङ्का सम्मेलनबाट भयो। समावेश विशेष शिक्षाको इतिहास गर्दाखेरि सालामाङ्का सम्मेलन हामी विशेष रूपमा हेर्छौँ है। 1994 जुन 7 देखि 10 सम्म स्पेनको सालामाङ्का भन्ने ठाउँमा एउटा सम्मेलन भयो।
त्यसलाई भन्छौँ है। यसमा अरू धेरै कुरा हेरिरहनु पर्दैन, तपाईँहरूले विस्तृत रूपमा क्लासमै पढिसक्नु भएको छ 2 युनिटमा है। अब बाल मैत्री शिक्षा हेर्दाखेरि नि बालमैत्री शिक्षा हेर्दाखेरि नेपालमा बालबालिका भन्नाले कति वर्ष मुनिकालाई बालबालिका भनिन्छ? 18 वर्षभन्दा मुनिकालाई अहिले बालबालिका भनिन्छ। बाल अधिकार महासन्धिको कुरो थाहा छ साथीहरूलाई? बाल अधिकार महासन्धि थाहा छ कि छैन? यो अलि विशेष हेर्नुपर्छ है। बाल अधिकार महासन्धि, बाल अधिकार महासन्धिको कुरो थाहा छ कि छैन साथीहरूलाई? बाल अधिकार महासन्धि 1989 हो है। विष्णु विष्णु भनेर सम्झने है। विष्णु 20 नोभेम्बर भनेको, विष्णु भनेको 20 नोभेम्बर 1989, यो सम्झिने, यो महत्त्वपूर्ण छ। 20 नोभेम्बर 1989 मा बाल अधिकार महासन्धि के भएको? पारित भएको, पारित। त्यही भएर विष्णुको पारो एकदम कडा छ भनेर सम्झिने। थाहा छैन यो? बाल अधिकार महासन्धि भन्यो भने 20 नोभेम्बर 1989 विष्णु भनेर सम्झिने। विष्णु 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 सम्झिने है। विष्णु विष्णु विष्णुको पारो भनेर सम्झिनु। पारित भएको डेट हो 1989 20 नोभेम्बर। 2 सेला भनेर सम्झिने। अर्को 2 सेला, 2 सेला यो भनेको के? 1990 को 2 सेप्टेम्बरमा लागू भएको भनेको, लागू भएको डेट हो यो है। लागू भएको डेट चाहिँ 2 सेप्टेम्बर 1990, लागू भएको डेट 2 सेप्टेम्बर 1990 मा लागू भयो। यो डेट सोधेको थियो बागमती प्रदेशको प्रासलाई सोधेको, हिजो रिजल्ट हो नि। यहाँ सुमित कुमार चौधरी सरले निकाल्नु भएको छ प्रास। ल चौसे, चौसे चौसे भने के? 14 सेप्टेम्बरमा नेपालले अनुमोदन गरेको है। 14 सेप्टेम्बर 1990 मा नेपालले के गर्यो? अनुमोदन गर्यो। 14 सेप्टेम्बर 1990 मा नेपालले अनुमोदन गर्यो। नेपाली डेट भनेको कहिले हो त? 2047 भाद्र 29। त्यही भएर अहिले भदौ 29 गते नै बाल दिवस मनाइन्छ नि। 63 सालभन्दा पछाडि भदौ 29 मा बाल दिवस मनाइन्छ अहिले। जुम भएको छैन र यसलाई त कसरी देखाउनु पर्ने है। ल भयो साथीहरु, देखियो? देखेर एक मिनट है। ल अब हेर्नुस् है। नेपालको संविधानको धारा 31 मा शिक्षा सम्बन्धी हक छ साथीहरु, सबैलाई थाहा छ हैन? धारा 31 मा शिक्षा सम्बन्धी हक छ। अब बाल अधिकार महासन्धि 1989 हेरिहाल्यो। 20 नोभेम्बर 1989 मा लागू भएको, पारित भएको। 200 मा लागू भएको है, 200 ला। अनि 14 सेप्टेम्बरमा नेपालले अनुमोदन गरेको, त्यसलाई के भनिन्छ? नेपालीमा के डेट, कुन डेट छ त? 2047 भाद्र 29 गते छ। यो डेट सोधेको थियो है। 2047 भाद्र 29 चाहिँ सोधेको डेट हो।
त्यो त्यो महासन्धिमा जम्मा 3 भाग र 54 धारा थिए साथीहरू। 54 धारा, 3 भाग 54 धारा थिए है। त्यो महासन्धिमा 3 भाग 54 धारा थिए। त्यो धारा 1 मा के लेखिएको छ भने 18 वर्ष नपुगेका व्यक्ति बालबालिका भनेर लेखा छ। कुरो बुझ्दै? त्यसको कति धारा रे? 54 धारा। धारा 28 र 29 शिक्षासँग सम्बन्धित छ। यति कुरा बुझ्नु। धारा 28 र 29 शिक्षासँग सम्बन्धित छ। धारा 28 र 29 शिक्षासँग सम्बन्धित छ। कुरो बुझ्नुभयो? के कुरो बुझ्नुभयो? धारा 28 र 29 शिक्षासँग सम्बन्धित छ। कुरो बुझ्नुभयो भएन साथीहरूले? धारा 28 र 29 शिक्षासँग सम्बन्धित छ। यो भने कुरो बुझ्नुभयो? बुझेछ है? बाल अधिकार महासन्धि भन्ने 1989 मा आयो। त्यो 1989 3टा डेट सम्झनु पर्यो। एउटा पारित भएको डेट, एउटा लागू भएको डेट र नेपालले अनुमोदन गरेको डेट। त्यहाँ 3 भाग 54 धारा छन्। 54वटा धारा मध्ये 54वटा धारा मध्ये धारा 28 र धारा 29 मा शिक्षा सम्बन्धी व्यवस्था छ। यति कुरा भन्ने। बालबालिकाको सम्बन्धमा यति कुरा तपाईहरुले बुझे। पुग्छ। बालबालिका सम्बन्धी ऐन छ। बालबालिका सम्बन्धी ऐन 2075 नेपालको ऐन हो। यो 75 साल असोज 2 गते पारित भएको छ। 2075 साल असोजको 2 गते बालबालिका सम्बन्धी ऐन आएको है। त्यसले के भन्छ भने बालबालिका भनेको 18 वर्ष नपुगेकालाई बालबालिका भनिन्छ भनेछ। नेपालको र विश्वको कुरो मिलेछ अहिले है। नेपालको कुरो र उसको कुरो अहिले विश्वको कुरो मिलेको छ। बालमैत्री विद्यालयको बारेमा तपाईहरुले कतिको पढ्नु भएको छ? बालमैत्री विद्यालयको प्रसल स्वा भौसीमावि भन्ने 9वटा मापदण्डहरू छन् है। संयुक्त राष्ट्र संघको बाल अधिकार महासन्धि भनेको यही हो। हेर्नुस्, धारा 54वटा धारा यही छ। 54 धारा मध्ये शिक्षा सम्बन्धी चाहिँ 28 र 29 मा छ है। अब धारा 39 मा बालबालिकाको हक छ। थाहा छ साथीहरुलाई? नेपालको संविधानको धारा 39 मा बालबालिकाको हक छ है। नेपालको संविधानको धारा कतिमा? 39 मा बालबालिकाको हक छ। त्यहाँनिर चाहिँ नामाकरण र जन्म दर्ताको हक है, बाल विकास र बाल सहभागिताको हक, कल कारखाना खानी र अन्य जोखिमपूर्ण काममा लाउन नपाउने, बाल विवाह, गैर कानुनी ओसार पसार अपहरण गर्न नपाउने, यी कुराहरू 10वटा हकहरू यहाँ छन् है। 10वटा छन्। बालबालिकाको हकभित्र 10वटा बुदामा अधिकारहरू रहेका छन् है। अब तपाईहरुले अरु हेर्नुपर्ने कुरा बालबालिकाको छैन। त्यो महासन्धि अलिक बढी विशेष जोड दिनु होला है। महासन्धिलाई चाहिँ, बाल अधिकार महासन्धिलाई विशेष जोड दिएर हेर्नु होला। अब तपाईहरुलाई भन्नुपर्ने महिला शिक्षाको बारेमा धेरै भन्नु परेन। अनौपचारिक शिक्षाको सन्दर्भमा अलिकति तपाईहरुले अहिले साक्षर चाहिँ जिल्लाहरू हेर्नु होला। साक्षर जिल्लाहरू थाहा छ? साक्षर जिल्ला अहिले कतिवटा जिल्लाहरू साक्षर भयो भन्नु त?
कतिवटा भन्नुभयो साथीहरूले? साक्षर जिल्ला कतिवटा भन्नुभयो? 61औं साक्षर जिल्ला बाँकी छ है साथीहरू। 61औं साक्षर जिल्ला बाँकी है। 61औं साक्षर जिल्ला बाँकी छ। तपाईँलाई त्यो कति कुरो थाहा छैन। 61औं साक्षर जिल्ला बाँके है। 61औं साक्षर जिल्ला बाँके कहाँ लेखिदिउँ? यहाँ लेखिदिउँ। एकसठीऔं साक्षर जिल्ला बाँके है। कहिले भएको थाहा छ? असारको 32 गते। असारको 32 गते 2079 है। यो कुरा बुझ्ने। कति प्रतिशत साक्षर भएको हुनुपर्छ भन्नुभएको छ? कति? 95% है। 95% जनसङ्ख्या चाहिँ साक्षर भइसकेपछि बल्ल साक्षर जिल्ला घोषणा गर्न मिल्छ है। 60औं कुन हो थाहा छ? 60औं 60औं भन्नुहोस् त। बाजुरा हो है। असारको 30 गते भएको यो। असारको 30 गते है। 59औं कुन हो थाहा छ? 59औं कैलाली हो है। कैलाली असारको 29 गते भएको। लगातार भएछ साथीहरू है। 58 कुन हो थाहा छ? 2-4वटा जान्छ है। सोलुखुम्बु हो। सोलुखुम्बु है। असारको 26 गते है। ल बाल विकासको मापदण्ड हेरौँ भन्नुभएको छ। प्रस लैस स्वा भौसी मावि भन्ने छ है। प्रस लैस स्वा भौसी मावि भन्ने मापदण्ड छ। बालबालिका बाल मैत्री विद्यालयको मापदण्ड प्रस लैस स्वा भौसी मावि भन्ने छ। अठहत्तर कि 79 भन्नुभयो? 79 है। सबै 79। त्यो सबै 79 हो। यो सबै 79 हो। पहिलो साक्षर जिल्ला कुन हो भन्नु छ? ल पहिलो हेर्नु है त। पहिलो साक्षर अर्को स्लाइडमा छ पढ्नु। पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक हो। पहिलो पूर्ण साक्षर जिल्ला चाहिँ ललितपुर हो। ल हेर्नु त। तपाईँलाई पढाएको हो नि त मैले त होइन कि पढाउनु भ्याइन? ल हेर्नु त। 2071 सालदेखि असारदेखि साक्षर जिल्ला घोषणा गर्न सुरु भयो। पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक हो। 71 साल 3 महिना 2 गते झमझम झरी परेको दिनमा है। माविलाई मात्रै पढाउनु भयो, हामीलाई पढाउनु भएन भन्नुभएको छ। ल अलि व्यस्त भएँ म है। 71 साल 3 महिना 2 गते। 2-3 पछाडिबाट गन्दा 2-3, अगाडिबाट गन्दा अब 1-2-3 भने पनि हुन्छ होइन। 2071 साल 3 महिना 2 गते है। यो भयो। त्यसपछि 7 दिन पछाडि ललितपुर गइहाल्यो। ललितपुर साक्षर जिल्ला भयो। तर यसको 100% भएको भएर ललितपुरलाई पूर्ण साक्षर जिल्ला भनिन्छ है। किनभने 100 भयो नि त यसको। पूर्ण साक्षर भनिन्छ। 95 कटेपछि साक्षर भन्न पाइन्छ भन्नुभयो नि। 95% कटेपछि साक्षर जिल्ला घोषणा गर्न पाइन्छ।
प्रदेश नम्बर 2 जसलाई अहिले मध्य प्रदेश नामाकरण गरिएको छ, मध्य प्रदेशको कुनै पनि जिल्ला साक्षर घोषणा हुन सकेका छैन। है भने अब अहिले चाहिँ सबभन्दा पहिला बागमती प्रदेश साक्षर प्रदेश घोषणा भएको हो है। 71 3 महिना 2 गते यसलाई साक्षर जिल्ला घोषणा भयो। अब 100% भएपछि पूर्ण साक्षर भयो। ललितपुर चाहिँ त्यही भएर पूर्ण साक्षर भयो, बुझ्नु हो नि। ललितपुर चाहिँ पूर्ण साक्षर भयो। यसरी कुरो बुझ्ने है त। ल 2 युनिटको कुरोमा यस्ता कुराहरू जान्न पर्छ। इलामको डेटै हेर्नुपर्छ है। ल सबैको डेट याद हुन्न। यो हाम्रो पुरन सरले पनि पढाउनु भएको अरे हैन। तनाव व्यवस्थापन, स्व व्यवस्थापन, यी त सजिला कुरा भए है। यी क्वेसनहरू तपाईहरुले हेरिसक्नु भएको छ छैन? क्वेसनहरू आएको साथीहरु? छैन भन्नुभएको छ। एकचोटि सरसर्ती भनिदिन्छ है, दुई युनिटको पुरै। अनि भोलि 3 युनिट हामी पढाउँला है। ल 2 युनिटको कुरा गर्दा अघि मैले भनिहालेँ साथीहरुलाई, एउटा डेट चाहिँ याद गर्नुस्। एउटा डेट याद गर्नुस्। एउटा यो अपाङ्गता भएको व्यक्तिहरूको लागि समावेशी शिक्षा नीति 2073 साल 9 को महिना 26 गते, यो डेट हेर्नुस् है। यहाँ 27 भएको रहेछ। 9 को महिना 26 गते। यसको 13 वटा नीति, 13 वटा नीतिगत उद्देश्य है छ। विशेष शिक्षाको सुरुवात 2021 सालबाट भएको छ नेपालमा है। विशेष शिक्षाको सुरुवात नेपालमा कहिलेबाट भएको? 2021 सालबाट सुरु भएको। 21 सालबाट सुरु भएको। मैले अघि तपाईहरुलाई समाहित शिक्षाको सुरुवात नेपालमा सन् 2000 मा बाबुकाशी भने नि। बाबुकाशी 4 वटा जिल्लाका 12 विद्यालयमा बाबुकाशी भनेको बाँके, उदयपुर, काभ्रे र सिन्धुपाल्चोक है। 4 जिल्लामा समाहित शिक्षाको परीक्षण भएको छ है। त्यो कुरा जान्न पर्छ। अब बालमैत्रीको कुरा गर्दाखेरि अलिकति यही अघि भनेको 1989 नोभेम्बर 20 सम्झिने, 1990 सेप्टेम्बर 2 सम्झने, अनि 1990 14 सेप्टेम्बर नेपालले महासन्धि अनुमोदन गरेको। यसलाई भनिन्छ 2047 साल भाद्र 29 गते। भाद्र 29 गते। त्यही भएर अन्तर्राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ? नोभेम्बर 20 मा मनाइन्छ। कुरो बुझ्नु है। अन्तर्राष्ट्रिय बाल दिवस नोभेम्बर 20 मा मनाइन्छ। नेपालको बाल दिवस भाद्र 29 गते अथवा सेप्टेम्बर 14 मा मनाइन्छ। कुरो बुझ्नु होला। अन्तर्राष्ट्रिय बाल दिवस चाहिँ कहिले मनाइँदो रहेछ? नोभेम्बर 20 मा। किनभने नोभेम्बर 20 मै संयुक्त राष्ट्र संघको महासभाबाट बाल अधिकार महासन्धि पारित भएको।
कुरो बुझ्नु है साथीहरू। अब बाल अधिकारको राष्ट्रिय चाहिँ कुरा गर्दाखेरि राष्ट्रिय बाल दिवस भदौ 29 मनाउने गरिएको छ अहिले है। पहिला बालबालिका सम्बन्धी ऐन 2048 र नियमावली 2051 थियो। अहिले के छ भने अहिले त्यो छैन। बालबालिका सम्बन्धी ऐन तपाईँले 2075 हेरिहाल्नुभयो, 2075 6को महिना 2 गते होइन। त्यसमा चाहिँ 18 वर्षभन्दा मुनिकालाई के भनिन्छ, 18 वर्षभन्दा मुनिकालाई बालबालिका भनेर भनिन्छ होइन। अब यो बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप कति सजिलो छ, 2006, 7, 8, 9 मा बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप भन्ने आयो है। बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप, यो सूचक पनि तपाईँलाई थाहा हुनुपर्छ। प्र स लै स स्वा भौ सी मा बी 9वटा मापदण्ड है, 9वटा मापदण्ड। यो तपाईँलाई जानकारी हुनुपर्छ। 9 मापदण्ड छन्। मापदण्ड कतिवटा छन्, 9वटा छन्। है यसरी सम्झिने। ल अब यो अलिकति बढी बालमैत्री विद्यालयको चाहिँ सूचकहरू, यसको न्यूनतम र अधिकतम हेर्नुपर्छ है। यसमा कहिलेकाहीँ शिक्षकको उपस्थिति एकचोटि बढुवामा सोधेको क्वेसन हो यो आन्तरिक परीक्षामा है। शिक्षक 92% उपस्थित हुनैपर्छ न्यूनतम भन्ने छ। बालमैत्री विद्यालय हुनालाई शिक्षक 92% विद्यालयमा उपस्थित हुनुपर्छ, विद्यार्थी 210 दिन उपस्थित हुनुपर्छ है भन्नेहरू। यी मापदण्डहरू तपाईँहरूले हेर्नु होला साथीहरू। महिला शिक्षाको कुरा गर्दाखेरि नेपालमा महिला शिक्षाको सुरुवात गर्ने व्यक्ति वीर शमशेरको पालामा हो। महिला शिक्षाको प्रेरणा चाहिँ 1945 सालमा गङ्गाबाईबाट भएको छ। थाहा छैन साथीहरूलाई। नेपालमा महिला शिक्षाको सुरुवात गर्ने व्यक्ति गङ्गाबाई भन्ने हुन् है, गङ्गाबाई हुन्। यो कुरा जान्ने, अरू त धेरै जानिरहनु पर्दैन। यो तपाईँहरूले महिला सम्मेलनहरू हेर्दाखेरि मेरो कोही छैन के बे गर्नु भन्ने हेर्ने, मेरो कोही छैन के बे गर्नु भन्ने हेर्ने सूत्र है। मेरो कोही छैन के बे गर्नु है। मेरो कोही छैन के बे गर्नु। मे भनेको मेक्सिकोमा भएको महिला सम्मेलन। पहिलो महिला सम्मेलन कहाँ भएको, मेक्सिकोमा भएको। दोस्रो सम्मेलन को भनेको कोपनहेगनमा भएको हेर्नुहोस्। तेस्रो सम्मेलन नैरोबीमा भएको, केन्याको नैरोबी। र चौथो सम्मेलन बेजिङमा भएको। त्यही भएर मे भनेको मेक्सिको हो के है, को भनेको कोपनहेगन भन्ने हो है। कोही छैन के बे गर्नु भनेको, के भनेको केन्या, बे गर्नु भनेको बेजिङ भनेको है। यसरी हेर्नुपर्छ। मेरो कोही छैन के बे गर्नु भनेको चाहिँ महिला सम्मेलनहरू। निदाउनु भयो क्या साथीहरू? लेख्नु त लेखिरहनु भयो होइन? के लेख्नु हो? निदाउनु भयो छैन नि? मेरो कोही छैन के बे गर्नु भनेको त्यही हो है। यो महिला सम्मेलनहरू है। पहिलो कुन चाहिँ कहाँ भयो, दोस्रो कहाँ भयो, तेस्रो कहाँ भयो भन्ने सम्मेलनहरू। बत्ती बाल्नु भयो त। कुरो बुझ्नु हो नि? महिला सम्मेलनहरू यसरी हेर्न मिल्छ। अब साक्षर घोषणाको कुराहरू अघि मैले साथीहरूलाई भनिहालेँ। एन्ड्रागोजी
एन्ड्रागोजी भनेर प्रौढ शिक्षण विधिलाई एन्ड्रागोजी भनिन्छ। एन्ड्रागोजी माल्कम नोल्सले प्रतिपादन गरेको। माल्कम नोल्सले, मानो भनेर सम्झनु पर्छ। मानो, माल्कम नोल्स भनेको मानो हो। मानो भनेको गोजीमा मानो अटाउँछ भनेर सम्झिने एन्ड्रागोजी। एन्ड्रागोजी कसले हो त? माल्कम नोल्सले सुरुवात गरेको। अघि तपाईँहरूलाई मैले भनिहालेँ, पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक 2071 साल असारको 2 गते, पूर्ण साक्षर जिल्ला ललितपुर असारको 9 गते, झमझम झरी परेको बेला है। पहिलो साक्षर गाविस हेम्जा गाविस हो। पहिलो नगरपालिका तानसेन नगरपालिका हो है। सबै साक्षर जिल्ला भएको चाहिँ प्रदेश अहिले गण्डकी प्रदेश हो, के अरे बागमती प्रदेश है। बागमती प्रदेश हो। गण्डकी र बागमती त्यहाँ उल्टो भएको रहेछ है। बागमती प्रदेश चाहिँ पहिलो हो है। यसलाई मिलाउँला। ल साथी, आजलाई यति गरौँ। भोलि फेरि 3 युनिट गरौँला है। पेडागोजीको पाउलो फ्रेरे, पाउलो फ्रेरे है। पेडागोजीको पाउलो फ्रेरे। ल अब साथीहरूको केही कुरो छ भने राखौँ।